प्रस्तुत कथाहरू कथाकार मनु ब्राजाकीको विक्रम सम्वत 2070 साझा प्रकाशनबाट प्रकाशित कथा संग्रह मनु ब्राजाकीका छोटा कथाहरूबाट साभार हुन्। विवेक र बाधा। यो एउटा व्यस्त सडक हो। अहिले 10 बज्न आँटेको छ। कार्यालय जाने समय हुनाले ओहोरदोहोर गर्नेहरूको व्यस्तता अझै बढेको छ। कसैले कसैतिर हेर्ने बोल्ने फुर्सद छैन। सबै आफआफ्नो लक्ष्य र गन्तव्यतिर छिटो र समयमा पुग्न कुदिरहेछन्। फुटपाथमा मानिसहरूको घुइँचोले गर्दा कोही सडकमा ओर्लेर पनि कुद्दैछन्। सडक पनि वाहनहरूको पापा पिपीले र कालो धुवाँले रङमङ्गिएको छ। यो एउटा व्यस्त समय हो। 10 बज्यो। अघि बज्न आँटेको 10 अहिले घण्टाघरसँगै सधिकार बज्यो। तर यसै व्यस्त सडकको व्यस्त फुटपाथमा एउटा खाते केटो सम्भवतः रातिदेखि नै लम्पसार पढेर लडेको छ। मृत छैन, न त पूर्ण बेहोस छ। ऊ अर्ध तान्द्रामा ओहोरदोहोर गरिरहेका मानिसहरूतिर हेर्दैछ। लुगा उस्तै लगाएको छ जस्तो खातेहरूले आफ्नो औकात बमोजिम लगाउन सक्छन्। हातखुट्टा, गर्दन र अनुहारमा समेत मैलो कटकटिएको छ। मुखबाट अलिअलि र्याल पनि चुहिएको छ। फुटपाथमा हिँड्नेहरूको घुइँचो ज्यादै हुनाले जो कोही पनि उनेर च्यास्स आइपुग्दा उसलाई नागेरै जाने गरेका छन्। जब कुनै जुत्ताले उसलाई नाग्छ, उसको जिउ सिरिङ्ग गरेर काम्छ। ढ्याब्रे जुत्तादेखि हाइहिलसम्मले उसलाई नागेर गइरहेछ। एकछिनपछि त्यो केटो सक बगाउँछ। बडो कष्टसाथ घस्रिँदै नजिकको त्यस ठाउँमा पुग्छ जहाँ फुटपाथको बिचैमा एउटा ढुङ्गालाई सिन्दुर र अबिरले रङ्गिएर अलिअलि फूल र अक्षता छरिएको हुन्छ। त्यहाँ पुग्दासम्म ऊ थाकेर निश्चेत भयो। तर उसको ओठमा अहिले भने व्यङ्गपूर्ण मुस्कान देखा पर्छ, किनभने अब मानिसहरूको घुइँचो मध्ये कसैले पनि उसलाई नागेर जाने साहस गर्दैन। विवाह गरेपछि 10 चोटि उसले बिहे गर्यो, 10 चोटि एक्लो पर्यो। अब भने ऊ 11औं चोटि बिहे गर्दैछ। विवाह गर्नु उसको बाध्यता हो, किनभने जसले समाज बनाए तिनले परिवार खडा गर्न बिहेको चलन पनि चलाए। चलेको चलनलाई ऊ मास्न चाहँदैन। परम्परादेखि भिन्न भएर ऊ असामाजिक हुन डराउँछ। बाबु पुर्खाको बिँडो थाम्नु कर्तव्य ठानेर ऊ 11औं पटक दुलाहा बन्न तम्सिएको छ। तर तम्सिँदैमा कुनै कार्य फत्ते भइहाल्ने होइन। पहिला त केटी रोज्नु पर्यो, केटीको घर हेर्नु पर्यो, त्यस घरको अवस्था विचार गर्नु पर्यो, अनि केटी फकाउन केटीको मनसाय बुझ्नु पर्यो। उसले यसै गर्यो। जिल्लाको सदरमुकाममा नारी दिवसकै दिन नेपीसित उसको भेट भयो। त्यहाँ राजधानीबाट आएको स्वदेशी विदेशी महिला र पुरुषहरू नारी दिवस मनाउन समारोह गर्दै थिए। नवयौवना नेपी वाल्ल परेर समारोह हेरिरहेकी थिए। सर्वप्रथम उसले नेपीलाई कोक खुवाएर आफ्नो परिचय दियो। नेपीले नाइ नाइ भन्दै कोक खाई, किनभने नारी दिवसको समारोहमा पनि सबै कोक खाँदै थिए। अनि उसले खाजा बिस्कुट खुवाएर नेपीको परिचय लियो। नेपीले नाइ नाइ भन्दै खाजा बिस्कुट खाई, किनभने नारी दिवसको समारोह खाजा र जलपानद्वारा नै विसर्जन भएको थियो। दुवै सँगसँगै गाउँतिर फर्किएका थिए। बाटोमा कुरा भयो। "हँ दाइ, यो नारी दिवस भने क्या हो?" कोक र बिस्कुट जिज्ञासु भयो। नारी दिवस भनेको स्वास्नी मान्छेहरूको दिन। आजै स्वास्नी मान्छेहरूले आफ्नो दुःख सुख पोख्छन्। 11औं पटकको बेहुलाले कुरा बुझायो। आजकै दिन मात्रै? हो, आजकै दिन मात्रै। भोलिदेखिका 364 दिनहरू लोग्ने मान्छेका सुख सयलका दिन। हाम्रो दिन एउटै मात्र किन? हाम्रो नभन, मेरो भन। मसित बिहे गर्यौ भने मेरा सबै दिनहरू तिम्रा पनि सुख सयलका दिन हुनेछन्। बिहे गर्नै पर्छ र? नेपी खुदखुद हाँसेकी थिए। उसलाई भनौँ जस्तो लागेको थियो। बिहे गरे नै वेश्यावृत्ति हुन्छ, घरमा गरे पनि बजारमा गरे पनि। तर उसले यसो भनेन। बरु आफ्नो पुरुषार्थको वर्णन विस्तृत रूपमा गरेको थियो। विशेषतः आफ्नो आर्थिक उपार्जनको। भारूको महिमा गाउँदै नेरीको खिसी गरेको थियो। नेपी भारूको महिमा सुनेर अत्यन्त प्रभावित भई मुन्टो निहुर्याएर एउटा नौकिने गेगर कोट्याउँदै भने, "बासित कुरा गर्नुस् न।" अनि उसले नेपीको बासित कुरा गर्यो।
भारू नफुत्कियोस् भन्ने भएले नेपीका बाले जति सक्यो छिटो नेपीलाई उसको हातमा सुम्पिने भए। भावी ज्वाइँलाई पनि धेरै छुट्टी थिएन र गाउँका अरूले भारू उछिट्याउलान् भन्ने डर पनि थियो। अत देउताको थानमै सबै काम कुरा सकियो। देउताको समर्थनप्रति सबै नतमस्तक भए। 7 दिनभित्रै नेपी र ऊ विदा भए। 11औं विवाह सकुशल सम्पन्न भयो। घोर गरिबी, असह्य महँगी, चरम भ्रष्टाचार, अतुलनीय अनुशासनहीनता, रुग्ण सामाजिक व्यवस्था र सामान्ती संस्कारयुक्त देशको सिमाना काटेपछि उसले नेपीलाई आफ्नो वास्तविक नाम भन्यो। निता, म हुँ खुला सीमा साथ खुला नीति बहादुर भारू। आफ्नो लोग्नेको यस्तो अचम्मको नाम सुनेर नेपीले केही बुझिन र मुसुक्क हाँसेर डेक्कन क्वीन ट्रेनको झ्यालबाट बाहिर कुद्दै गरेको दृश्य हेर्न थाले। खोइ कहिले आउँछ कुन्नी? तीनैजना बाउ, छोरो र छोरी अघिल्तिर टेबलमा राखिएको मैलो र चर्केको गिलासलाई हेर्दैछन्। तीनैजनालाई थाहा छ यो मैलो र चर्केको गिलास नफुटिन्जेल अर्को नयाँ गिलास यो घरमा आउने छैन। विज्ञानको स्नातक र बेकामी छोरो अचेल इतिहास पढ्न थालेको छ। आइएफएल छोरी सके हुस्की बियर, नसके खोया बिर्केको मोडेल सोडेल बन्न प्रयत्नशील छे। बाउ विद्यार्थीहरूलाई इतिहास पढाउँदा पढाउँदा ऐतिहासिक भइसकेको छ। यसै बेला छोराको इतिहास बोध जागृत हुन्छ। बा, युरोपमा प्रथम विश्वयुद्धले युरोपी समाजमा बाउ आमाको हैकमबाट छोराछोरीलाई मुक्त पार्यो। इतिहास शिक्षक बाउ छोरोको इतिहास बोधले अझै प्रभावित भयो। छोराको इतिहास बोध अझै जागृत भयो। बा, युरोपमा दोस्रो युद्धले युरोपेली समाजमा बाउ आमाको हैकमबाट छोराछोरीहरूलाई मुक्त पार्यो। इतिहास शिक्षक बाउ छोरोको इतिहास बोधले अझै प्रभावित भयो। यस प्रकार पहिलो पटक सामन्ती संस्कारबाट प्रजातन्त्र मुक्त भयो र दोस्रो पटक प्रजातन्त्रले समाजवादी दृष्टि पायो। इतिहास शिक्षक बाउ छोराको यस्तो ऐतिहासिक विश्लेषण सुनेर आश्चर्यचकित हुँदै प्रश्नवाचक भयो। अनि अब तेस्रो विश्वयुद्ध युरोपबाट सारेर एसियामा आउनुपर्छ। युरोपमा भएको प्रथम विश्वयुद्ध जस्तै भएर अझ हाम्रा लागि त दक्षिण एसियामै आउनुपर्छ। कहिले आउला बा? उज्जवल भविष्यको आशा र उत्साहले छोरीको मुखबाट पनि फुत्कियो। कहिले आउला बा? ऐतिहासिक इतिहास शिक्षक बाउ अवाक भयो। बाउको मौनले गर्दा छोराछोरी दुवै अधीर भएर चिच्याए, यो मैलो र चर्केको ग्लास कहिले फुट्ला बा? छोराछोरी दुवै घृणापूर्वक चर्केको गिलासलाई हेर्दैछन् भने बाउ चाहिँ आतंकित भएर चर्केको गिलासतिर हेर्दैछ। सकसपूर्वक अलिकति थुक निलेर बाउले भन्यो, खै कहिले आउँछ कुन्नी? यसै बेला आमा चाहिँ बजारबाट खाली झोला हल्लाउँदै ढोकामा ठिङ्ग उभिन आइपुगी। मातृयोनिको पीडा। उसले बडो निर्ममतापूर्वक त्यस सर्वाङ्ग नाङ्गी केटीको योनिमा लौरो घुसार्यो र पाठेघरसम्म पुर्याएर ढुँड्यो। असह्य पीडाले केटीको मुखबाट लघु तर गम्भीर चित्कार फुत्कियो। अनि त्यस सानो कोठामा निरावृत आतंक प्रतिध्वन्दित भयो। ऊ उत्तानो परेर लडेकी छे। उसले योनि गर्वित लौरोलाई विवत्सतापूर्वक निर्द्वन्द भएर चलाउँदै रह्यो। पहिला त्यो केटी तनक्क तन्की अनि गोडा खुम्च्याउन खोजी, तर सकिन। उसका अनुहार पीडा सङ्घर्षको परिश्रमले गर्दा पसिनाका चिसा बिन्दुहरू ढाकिएको थियो। गालादेखि छातीसम्म आँसु बगेका धर्साहरू थिए, तर अहिले आँखामा आँसु भने थिएन। निरावृत शरीरमा ऐठनयुक्त कम्पन व्याप्त थियो। नखच्छेदपूर्ण बच्छेगोलक पीडाले गर्दा थरथराइरहेका थिए। नीलडामहरू शरीरभरि फिँजिएका थिए। लौरो भित्र बाहिर गर्दा जति पटक उसको गर्भाशय ग्रीवामा चोट पुग्थ्यो, उसको अनुहार कागज झैँ सेतो हुन्थ्यो र आँखाका नानी पर्लक्क मासतिर फर्किन्थे। अनि अवर्णनीय पीडाको एउटा गम्भीर नाद उसको आत्मादेखि नै छाती भत्काउँदै अग्निमुस्लो झैँ माथि उठ्थ्यो र गलामा आएर घरघराउन थाल्यो। यस ध्वनिहीन चित्कारले उसका अङ्ग प्रत्यङ्ग प्रतिध्वनित हुन थाल्थे र ऊ बौलाई झैँ दायाँ बायाँ मुन्टो पछार्न थाल्थी। उसले अन्तिम पटक लौरो हुँडलेर बाहिर झिक्यो। केटीको योनिद्वारबाट अलिकता तरक्क रगत चुइयो। उसले आफ्नो हातमा लिएको लौरोतिर हेर्यो, रगताम्य रहेछ। अनि केटीतिर हेर्यो। केटी अब लास झैँ निश्चल थिए। एहे, मर्न त मरिन कि बेहोस मात्र हो? उसले आफ्नो हातमा लिएको रक्तरञ्जित लौराले केटीको योनिको माथिल्लो मांसल क्षेत्रमा ट्वाक्क हान्यो। त्यो मांसल क्षेत्र तलको कोमलास्थीमा चोट लाग्न साथ केटीले आर्त स्वरमा आह
भने ऊ आश्वस्त भयो। ऊ घरतिर फर्किँदैछ, त्यस केटीलाई अब के होला? यो सोचाइको साथै त्यस केटीको रक्तप्लावित विदीर्ण योनि र दायाँ बायाँ पछारिँदै गरेको विकृत अनुहारको दृश्यले उसलाई लखेट्न थाल्छ। यो दृश्य आफ्नो स्मृतिबाट हटाउन ऊ छिटो छिटो घरतिर लम्किँदै अनेकौं सुरम्य दृश्य चित्रहरूको कल्पना गर्न थाल्छ। तर ती सुरम्य दृश्य चित्र मध्ये पनि उही विभत्स दृश्य अन्तरचित्रको रूपमा प्रकट हुँदै जान्छ। अनि त्यो अन्तरचित्र बढ्दै बढ्दै पूर्ण चित्रको रूप लिएर उसको मनोमस्तिष्कलाई झ्वाप्प छोप्छ। भन्नेले भने पनि गर्ने त उही हो। आफ्नो कार्यकारी स्थितिलाई उसले कुनै तर्कले पनि बेखाम गर्न सक्दैन। आफ्नो सुदृढ देहमा उत्पन्न यस मनोशैथिल्यले उसलाई किञ्चित र आत्मग्लानीको अनुभव गराउन थाल्छ। देब्रे हातको चोर औँला र माझी औँलाको ठुटो फाल्छ। सचेत भएपछि यथार्थ झन् तीव्रता साथ उसमाथि खनिन्छ र ग्लानी मनमा अझै बढेर आउँछ। उसलाई घरतिर नजाउँ जस्तो लाग्छ, तापनि पाइला घरतिर नै अनायास लम्किनै राख्छ। ऊ आँगनमा पुग्दा स्वास्नी पिँढीमा कुचो लगाउँदै रहेछ। उसले झ्वाट्ट आफ्नै स्वास्नीको योनि सम्झिन्छ र एक्कासी त्यो योनि रक्तप्लावित विदीर्ण योनिमा परिणत हुन्छ। ऊ झस्केर आफ्नै स्वास्नीतिरबाट विमुख हुन्छ र छिटो छिटो भर्याङ उक्लिन थाल्छ। माथि पुग्दा आमा बार्दलीमा घाम तापेर बत्ती काट्दै गरेकी हुन्छन्। उसलाई आएको देखेर आमाले स्नेहसिक्त स्वरमा भन्छन्, आयो बाबु, समय खराब छ, के गर्नु? अनि ठुलो स्वरमा बुहारीलाई बोलाएर भनिन्, च्या बसाल्दै ठुली। उसले टोलाएर आमातिर के हेर्दै थियो, झट्ट आमाको योनिको कल्पना दृश्य प्रकट भयो, रक्तरञ्जित र विदीर्ण। छाती र गोली। जुलुस छाती फर्काएर नारा लगाउँदै अगाडि बढ्दैछ। सडक छेउ उभिएका भुस्या कुकुरहरू भुक्दैछन्। नीरव र आकाश जनाक्रोशले थर्कँदैछ। जुलुसका असङ्ख्य मानिसहरूको दरिलो कदम तालले धरती पनि फाट्ला झैँ कम्पित भइरहेछ। नाराका साथ उजिएका मुड्कीहरूले लक्षित शिकार खोज्दैछन्। इन्कलाब जिन्दाबाद, पञ्चायती व्यवस्था मुर्दाबाद। इन्कलाबले जिन्दाबाद र लगत्तै पञ्चायती व्यवस्थालाई मुर्दाबाद भनेपछि ऊ सजग भयो, अलिकति तात्यो र मनतातो आँखाले देख्यो। जुलुसहरूमा पुरुषहरू मात्र होइन, किशोरी, युवती र वृद्धाहरू पनि छाती फर्काएर आउँदै रहेछन्। नजर होस् त सर, कस्तो छाती फर्काएर आएका? अफिसर हवलदारको कुरा सुनेर मुसुक्क हाँस्यो। हो त लिँडे मुरा, क्या गजब गजबका छाती छन्। ऊ हेर त, त्यो बच्चा बोकेकी आइमाई कत्रा कत्रा छाती रहेछन्। तेरो निशाना त्यही भयो ल, अब धेरै अगाडि बढ्न दिनु हुँदैन। अफिसरको कुरा सुनेपछि उसले सङ्केत गरिएतिर घोरिएर हेर्यो। डल्ली डल्ली, गोरी, उत्तेजनाले गर्दा उज्यालो अनुहार राखिएको, पिठ्यूमा पटुकाले आफ्नो बच्चा बाँधेकी, दुधले भरिका ठुल्ठुला छाती हल्लाउँदै अगाडि बढिरहेकी। एक्कासी उसले आफ्नी भर्खरै सुत्केरी भएकी छोरीलाई सम्झ्यो। यस्तै डल्ली डल्ली, गोरी, दुधले भरिपूर्ण ठुला ठुला छाती आफ्नो बच्चालाई चुसाउँदै गरेकी। आगोले पोलेको आगोमै सेकाए बिसेक हुन्छ भन्ने ठानी उसले यस बेला आफ्नी छोरीलाई बिर्सिन फेरि त्यही बच्चा बोकेकी आन्दोलनकारीतिर हेर्न थाल्यो। निकै बेर हेरिराखेपछि एक्कासी उसले सुन्यो, फायर! अटेन्सन, प्रेजेन्ट, सोल्डर आर्म भइसकेको थियो। फायर सुन्नासाथ उसको अनुशासनले दुग्धभरित त्यो ठुलो ठुलो छातीलाई विदीर्ण पार्यो। फायरिङको कर्कश ध्वनिमा दृश्य परिवर्तित भयो। आलो रगतको आहालमा सद्य मृतकहरूको शरीर लडीबुडी खेल्न थाल्यो। त्यसै विभत्स दृश्यमा उसकी छोरी हुर्निँदै आइपुगी र मरे नि बा भनेर डङ्ग रक्तकुण्डमा लडे झैँ लाग्यो उसलाई। सबै कुरा समाप्त भयो। पञ्चायती व्यवस्था बचाउन बसेको प्रतिकार समिति एकछिनका लागि मुतको न्यानोमा रमायो। तर हवलदारका आँखा सामु अझै त्यो विभत्स काल्पनिक दृश्य आइरहेछ, आफ्नी छोरीका ठुल्ठुला छातीबीच निर्मित अग्निमुखको दारुण चित्कार। जुलुस भङ्ग गरिएकोमा सबै उच्च पदस्थ र अधीनस्थहरू रमाइरहेका छन्। ऊ भने विचित्र मानसिक भुमरीमा डुब्दै उत्रिँदैछ। घर गएर अब छोरीसित कसरी आँखा जुदाएर कुरा गर्ने? पक्कै उसले सोध्ली, आज के भयो बा? अन्तत उसको यस मानसिकताप्रति उसले प्राप्त गरेको दीर्घ प्रशिक्षणले विजय पायो। उसको लाज, शरम र आत्मग्लानी पच्यो। त्यो मेरी छोरी होइन। अब ऊ होइन, उसको मूड र निष्ठुरी निर्लज्जता घर फर्किँदैछ। वातावरण शान्त छ।
मध्यरात छ, जुन छैन, वातावरण शान्त छ। एउटा टोलमा जसको दुवैतिर अन्य टोलहरू पनि छन्। एउटा घर छ। त्यस घरको माथिल्लो तल्लामा 3वटा बेडरुमहरू छन्। ती सबैमा मधुरो 0 वाटको गुलाफी बत्ती बलिरहेको छ। तल्लो तल्लामा अन्धकार छ, जहाँ नोकर चाकरहरू सुतेका छन्। माथिल्लो तल्लाको एउटा बेडरुममा छोराहरू र अर्को बेडरुममा छोरीहरू सुतेका छन्। बाँकी एउटा बेडरुममा लोग्ने स्वास्नी घुर्दैछन्। एक्कासी लोग्नेको घुराइ बन्द भयो। जुरुक्क उठ्यो। घुर्दै गरेकी स्वास्नीतिर गडेर हेऱ्यो। अनि सिरानबाट 2वटा ढाल झिकेर गोजीमा हाल्यो र निशब्द ढोका उगारेर छिमेकको एउटा टोलतिर बस्यो। वातावरण शान्त छ। एकछिनपछि स्वास्नीको घुराइ बन्द भयो। जुरुक्क उठी देखि लोग्ने छैन। सोची पक्कै त्यतै गयो होला। भर्खर गएको 1-1.5 घण्टा लाग्ने गरेकै हो। आधा घण्टामा नै आफू फर्केर आउने विचार गरी ऊ पनि बाहिर जान तत्पर भई। ढाल बोक्नुपर्ने आवश्यकता उसलाई थिएन। निशब्द तल ओर्ली र लोग्ने गएको भन्दा विपरीत दिशातर्फको टोलतिर लम्की। वातावरण शान्त छ। दुवैलाई एक अर्काको छाडापन थाहा छ अथवा छैन। तापनि होइन। त्यसै हुनाले औपचारिकताको मधुरो 0 वाटको गुलाबी गुलुप बलिरहेछ। लोग्ने स्वास्नी घरबाट निस्किना साथ एक्कासी गेट्नेर 2वटा छाया देखा परे। तिनीहरूले लोग्ने स्वास्नीको दुर्बलता पत्तो लगाइसकेका थिए। अत निश्चिन्त भएर माथि उक्लिए र त्यहाँ भए जतिको मालसामान, नगद, जिन्सी सबै गुटमुट्याए। ओसारेर अलि टाढा उभ्याइएको पिकअपमा हाले र कुलेलम ठोके। अब त्यस घरमा केही छैन। मध्यरात छ। वातावरण शान्त छ। अँध्यारोमा शान्ति। रात्रिको तेस्रो प्रहर। शान्त वातावरण। औँसीको अन्धकार। ट्रकको ठूलो छाया गयो। जीपको सानो छाया उपस्थित छ। मानिसका छायाहरू पनि छन्। यो लगायत 7औं पटक भइसक्यो हजुर। हुनदेन त। आज एक्लै एउटा बिन्ती चढाउन आएको हजुर। के बिन्ती चढाउँछस् भन्? हजुर म त प्रधान पञ्च। त प्रधान पञ्च होस्, मलाई थाहा छैन र? मैले नै तँलाई प्रधान पञ्च बनाएको होइन र? नत्र 7 जन्ममा पनि तँ प्रधान पञ्च हुन सक्ने थिइनस्। तर हजुर म प्रधान पञ्च प्रहरीको काम शान्ति सुरक्षा गर्नु हो। हेर त कस्तो शान्त वातावरण छ। हजुर म त प्रधान हो त प्रधान पञ्च होस्। यसै गरी सधैँ वातावरण शान्त राखिराख्नु। अझै कतिपटक यस्तै हजुर म त यस्तै शान्ति रहे चल्दै राख्नेछ। तँसित म खुसी छु। यो समाजले हजुर म त प्रधान पञ्च हजुर। समाजसित तँलाई के वास्ता? वास्ता छ। पञ्च भएर समाजमा यसै गरी शान्त वातावरणको सिर्जना गरिराख्नु। खलबल गरेर कसैलाई नबिजाउनु। कति बज्यो? 3 बज्न आँट्यो हजुर। तर म त प्रधान पञ्च। क्या गधा रहेछ। तँलाई कसले प्रधान पञ्च होइनस् भन्या छ र? त्यसै हुनाले त हजुर म प्रधान पञ्च हुनाले। सर प्रधानजीसित बादमा कुरा गरौँला। एकछिन उता जाउँ त। एउटा छाया जीपबाट ओर्लियो। दुवै अलिक टाढा भए। वातावरणमा मधुरो स्वर ध्वनित भयो। सर यो साला प्रधान पञ्च अलि देशभक्त टाइपको छ। मैले त उही बेला हजुरलाई भनेको थिएँ यसलाई नजिताउनुहोस्। अब त रङको आदमी प्रधान बनिगएको छ। के गर्ने त? पक्की काम गर्ने सर। एकपटक सोध्न दे। बढै देशभक्तहरू लोभी भइसके। ए प्रधान यहाँ आ त। प्रधान पञ्चको छाया तिनीहरू सामु आइपुग्यो। लु भन् के चाहियो तँलाई? म खुसी छु यो ठाउँको शान्ति देखेर। केही चाहिएन हजुर, तर म प्रधान पञ्च हुँ। त साला अब प्रधान पञ्च कहाँ छस् र? त्यसले झोक्किँदै भन्यो। त्यो छाया जीपमा बस्यो र त्यहीँबाट इसारा गर्यो। पक्की। अर्को छायाले साइलेन्सर युक्त रिभल्भर झिकेर आफू अघिल्तिरको छायाको छातीमा 2वटा पाल पारिदियो। जीप घुर्दै गयो। भाले बास्यो। कुखुरीहरूले फूल पारिसके। नेपाल बिहानीको निन्द्रामा मस्त छ। म त प्रधान पञ्च हजुर। हुलुकको एकमुठी रगत आएर उसको मुखमा भरियो। उज्यालो अझै भएको छैन। उज्यालो छैन। उज्यालो? राजा रन्तीदेव र म सरकारी खोरमा थुनिएको छु। एउटा सानो र सामान्य भुल हुन गयो मबाट।
के भने हाकिम साहेबले मेरी एकमात्र श्रीमतीलाई लिएर कुद्नु भयो। श्रीमती बिचरी विवश थिए, म पनि विवश थिएँ, किनभने हाकिम साहेबको लहरो निकै माथिसम्म पुगेको छ रे। अत ज्यान जोगाउनै पर्यो। हाम्रै उखान हो, हुलचालमा ज्यान जोगाउनु। यो हुलचाल नै थियो, अत जोगाएँ। तर मन जोगिएन, आहत भयो। मन भुल्याउन रक्सी, गाँजा, चरेस, कोकेन, स्म्याक्स लगायत आफ्नो प्यारो देशमा प्राप्त भए जति सबै थरीका लागु पदार्थहरू सेवन गरे। मन त भुलियो, तर तन भने ट्राफिक नियम विरुद्ध गएछ। तसर्थ यहाँ छु। देख्छु एउटा मानिस विचित्र पोसाक लगाएको, दुवै हात पाता फर्काएर हतकडी लगाइएको, आफ्नै छेउमा गदझम्म बसेको रहेछ। को हो भाइ? मैले सोधेँ। मलाई चिनेनौ कृतज्ञ मनुष्य? म राजा रन्तीदेव हुँ। हुन त म वैदिक कालमै स्वर्गीय भइसकेको थिएँ, तर निरक्षेप गरिबीको रेखामुनि बसेका यस देशका प्राणीहरूलाई देखेर दयार्द्र भएँ। दान दातव्य गर्न अवतरित भएँ। बुझ्यौ, मैले टपरे बाहुनदेखि खप्परे चण्डालसम्मलाई तथा ऐरावत हात्तीदेखि लात्ती खाने कुकुरलाई समेत दान दिएको छु। आफू पर्ण कुटीमा बसेर पनि आफ्ना प्रजालाई सुखी सम्पन्न तुल्याएको थिएँ। ओहो, दण्डवत सेवा छ दानेश्वर राजन, तर हजुर यस खोरमा कसरी? के भन्नु भाइ, दिल्ली बजारको उकालोमा उभिएर जुन प्राणीलाई जे कुरा चाहिन्छ सो परिपूर्ति गर्न दान यज्ञ चलाउँदै थिएँ। दान प्राप्त गर्नेहरू खुसी थिए, म झन् खुसी थिएँ। तर एकैछिनपछि एकै नासका लुगा लगाएका गणहरू आएर मलाई पाता फर्काएर यहाँ ल्याइपुर्याए। हरे शिव हरे शिव। अनि के भयो? केरकार भयो होला। ती मूर्ख प्राणीहरूलाई कति नै भने म राजा रन्तीदेव हुँ, तर सुन्ने भए पो झन्झन मुक्क्याउँदै घोक्र्याउन थाले। यहाँ ल्याइपुर्याएर ती गणहरूले आफ्नो गणपतिसित भने, यो मान्छेले आकाशतिर हात उचाल्न साथ जे पनि फुत्त आइपुग्थ्यो। जसले जे माग्यो दिन्थ्यो, पक्कै विदेशी एजेन्ट हो, नत्र यत्रो सम्पत्ति कसले बाँड्छ? अनि गणपतिले भन्यो, परोपकार गर्ने यो सालाले ठेक्का लिएको छ? ठेक्का पूर्जी छ? छैन रे? खा त्यसलाई खोरमा, पछि विस्तृत सोधपुछ गरौँला। पाता फर्काएर हातकडी लगाउनु, नत्र हात उचालेर यहीँ पनि परोपकार गर्न थाल्ला। यस प्रकार यहाँ ठिङ्गुरिएको छु। तपाईँ अलि लाटो हुनुहुँदो रहेछ प्रभु। दान दिएर परोपकार गर्नु त ठिकै छ, मैले पनि स्वास्नी दान गरेर परोपकार गरेको थिएँ। तर तपाईँले पौराणिक महापुरुषहरू झैँ उपदेश पनि छाड्न थाल्नुभयो होला। त्यसो त गर्नै पर्यो नि। मैले यति भनेको थिएँ, मैले दिएको दानको सदुपयोग गर्नुहोस्। यहीँ त बाटोको खुट्टा लाटोमा पर्यो। हेर्नुहोस्, मैले हाकिम साहबलाई स्वास्नी दान गर्दा सदुपयोग गर्नु भनेर ठ्याम्मै भनिन, किनभने ज्यान जोगाउनु परेन राजन। यो धरामा त परोपकार गरेर उपदेश होइन, आदेश दिनुपर्छ, ल्या भोट भनेर। चुनाव ताकाका बाहेक अन्य बेलामा परोपकार गर्ने यहाँ चलन पनि छैन। कु बेलामा पर्नु भएछ? राजा रन्तीदेव चुपचाप टोलाउन थाले। खुट्टा उचाल्न सक्नुहुन्न प्रभु, एउटा चुरोट खाउँ न। राजा रन्तीदेव सशङ्कित नेत्रले आफ्नो खुट्टातिर हेर्दै बरबराए। खोइ, मैले त केही बुझिनँ बा। मैले पनि त केही बुझिनँ। तसर्थ हे पाठक, हिजो र आजका दुवै अबुझहरू अहिले यहाँ सँगै ठिङ्गुरिएका छन्। भारतीय माल। नेपाल भारत सम्बन्ध बिग्रिएको हुनाले कतै बोर्डर पुरै नै बन्द हुने हो कि भन्ने पिरले नेपाली ससुरा राम खेलावनले आफ्नो बुहारी ल्याउन भनी छोरालाई ससुराली जा भन्यो। छोरो अनुपलाल पनि बाको आज्ञा सिरोपर गरी ठाँटिएर हिँड्यो। उसको ससुराली भारतमा पर्दथ्यो। धोती कुर्ता लगाएको र काँधमा रातो तौलिया हालेको अनुपलालले हवाई चप्पल पड्काउँदै 1 घण्टापछि 10 गजा पार गर्यो। अनि बस चढेर 2 घण्टामा ससुराली पुग्यो। साला साली र घरवालीसित 2 दिन रमाएपछि तेस्रो दिन बिदा माग्यो। अलि दिन बस्नुपर्छ भन्ने सबैको आग्रह हुँदाहुँदै पनि उसले जमाना खराब छ भन्ने घोषणाका साथ फर्किने अड्डी लियो। भारतीय ससुराले नेपाली ज्वाइँको विधिपूर्वक बिदा गरे। पकवान मिष्ठान्नको डोलो चङ्गेराको साथै छोरी ज्वाइँलाई लुगा फाटो र विशेष गरी ज्वाइँलाई दहेजमा दिन्छु भनी कबोल गरेको साइकल पनि उनले यसपटक बल्ल तल्ल टक्र्याए। भारतीय सज्जन ससुरा दहेज मुक्तिले खुसी भयो भने नेपाली सरल हृदयका गाउँले ज्वाइँ पनि फुरुङ्ग परे। जमाना खराब हुनाले छोरी ज्वाइँलाई सिमानासम्म पुर्याउन ससुरा आफै तम्सिए। डालो, चङ्गेरा, बाकस इत्यादि र साइकल बसको छतमाथि राखियो। गुलाफी कुर्ता, पहेँलो धोती लगाएको ज्वाइँ र रातो सारीमा घुम्टो हालेकी छोरीलाई लिएर सेतो तर किञ्चित मैलो धोती कुर्ता लगाएको र मुरेठा फेटा बाँधेका ससुरा बसमा चढे। गाउँका चेलीबेटीहरूले हुल बाँधेर बस स्ट्यान्डसम्म गीत गाउँदै आएर आफ्नी सखी र उसको सखालाई अश्रुपूर्ण बिदाई गरे।
बस नेपाल भारतको बोर्डरमा आइपुग्यो। अनुपलालले बसबाटै देख्यो उसको मामाको छोरा रुदल उनीहरूलाई लिन पूर्वनिर्धारित समयअनुसार बस बिसाउनीमा आइपुगेको रहेछ। यहाँभन्दा अगाडि नेपालतिर बस जाँदैन। नभए के भयो र? डालो रुदलले बोक्ने छ, बाकस साइकलको क्यारियरमा बाँधेर उसले गुडाउने छ र कन्या दुलही हिँड्ने छ। सब यात्रुहरू बसबाट ओर्लिए। भारतीय चेकपोस्टका कर्मचारीहरू सजग भए, किनभने गत केही महिनादेखि सबै थरीका भारतीय मालसामानहरू नेपाल प्रवेश गर्न भारत सरकारले प्रतिबन्ध लगाएको थियो। सबैका मालसामान खोतलिन थाल्यो। एउटा हाकिम जस्तो देख्ने मान्छेले बाकसका नयाँ लुगाफाटाहरू र साइकलतिर औँल्याउँदै ठाडो हिन्दीमा भन्यो, ए लड्के, ये भारतीय माल है, इनके तुम अपने देश में नहीं ले जा सकते हो। एउटा कर्मचारीले उसको हातबाट साइकल खोस्यो। अर्को कर्मचारीले बाकसका नयाँ लुगाफाटाहरू पुराना छोडेर झिक्यो। उसका सज्जन ससुराले त्यो कर्मचारीसित निकै अनुनय विनय गर्यो, तर तिनीहरू मानेनन्। अझ हाकिम जस्तो मान्छेले उसैलाई सम्झाए, देखो बूढ़े बाबा, ये देश का सवाल है, तुम नहीं जानते, तुम्हें भी हमारी मदद करनी चाहिए, भारतीय माल कौन सी भी नेपाल नहीं जाएगा, समझे? ज्वाइँलाई जङ्ग चल्यो। अनुपलालले एकपल्ट रुदलतिर र एकपटक आफ्नो खोसिएको साइकलतिर हेर्दै भन्यो, अच्छा त भारतीय माल नेपाल नजाएगा। अनि आफ्नी घुम्टो हालेर उभिएकी स्वास्नीतिर औँल्याउँदै ससुरालाई भन्यो, बाबुजी, ये भी भारतीय माल है, हम न ले जाएगा, रखो, चल रुदल। ऊ जान तम्सियो। रुदलले खैनी माड्न बिर्सियो। बढी विकट समस्या आइलाग्यो। हतप्रभ भएका ससुरा कहिले ज्वाइँतिर कहिले कर्मचारीहरूतिर हात जोड्न थाले। भारतीय कर्मचारीहरू पनि यस अनौठो समस्याले गर्दा अकमक्क परे अनि सबै मिलेर अनुपलाललाई सम्झाउन थाले। जति सम्झाए पनि स्वास्नी समेत मालसामान र विशेष गरी साइकलको दाबी उसले छोडेन। चल रुदल चल, उसले खुट्टा लम्काए। बिचरा ससुराले अनुपलालको गोडामा आफ्नो पगडी फेटा राख्दै अश्रुपूर्ण नेत्रले छोरीलाई लैजाने आग्रह गरे। नहीं, हम भारतीय माल नलेगा। सबै किंकर्तव्य विमूढ भए। वरिपरि मानिसहरूको घुइँचो लाग्यो। अब समस्या खडा थियो एउटी भारतीय चेलीको भविष्यको। घुइँचोमा उभिएका सबै भारतीयहरूले भारतीय कर्मचारीको यस व्यवहारलाई असामाजिक र अन्यायपूर्ण भनेर विरोध गर्न थाले। यसरी जनविरोध उर्लेकोदेखि केही सिप नलागेर कर्मचारीहरूले मालसामान र दाइजो साइकल सहित अनुपलाललाई बिदा गर्ने भए। अब उसले ससुराको गोडा छोएर बाबुजी प्रणाम भन्यो। भारतीय जनतालाई नमस्कार गर्दै आफ्नो कन्यालाई चल भन्यो। रुदलले गम्छा टाउकोमा बेरेर डालो चङ्गेरा बोक्यो। उसले बाकस क्यारियरमा राखेर साइकल गुडायो। स्वास्नी घुम्टो हालेर पछि लागि। अघिल्तिरको बोर्डर पार गर्दै उसले पछि फर्केर आफ्नी स्वास्नीलाई भन्यो, हँ रे सैदरपुरवाली, त भारतीय माल, म नेपाली माल। बिहा गराइदिनै सक्छ, बिदावारी गराउन सक्दैन। बडा बेवकुफ छ यो सरकारहरू। का हो रुदल भैया? यही हो मेरो देश हजुर। उनीहरू सुकम्बासीहरूको लिगत लिन आएकाले उतिर हेरेर करुणा विगलित भए। सुन्निएको अनुहार, पहेँला आँखा, फुस्रा ओठ, पुरानो मैलो र फाटेको टोपीबाट निस्किएका स्नेहविहीन जिङ्रिङ्गे केस, मैलो र फाटेकै कछाड र मोटो अत्यन्त दयनीय र माया लाग्दो सजीव नेपाल। आडेमा जङ्गल छ हरियो, आडेमा खोला पनि छ, वर्षामा उर्लिने र हिउँदमा बालुवा उड्ने। यिनैको आडमा 20-25 वटा झुप्राहरू छन् स्याउलाद्वारा निर्मित। नाउँ के हो? बिर्खे हजुर, बिर्खे बहादुर। जहान बालबच्चा कति छन्? एउटी मरण च्यासे जहान हजुर, अनि 5 वटा लालाबाला छन् हजुर। सबै कता छन् जहान बालबच्चाहरू? दुखीलाई जहाँ गए पनि दुखै हो हजुर। जहान बिरामी छे तैपनि सहरमा लालाबाला लिएर गिट्टी फोर्न गएकी छे हजुर। म चाहिँ हजुरहरू सवारी हुन्छ भनेर हिँ बसिरहेको हजुर। उसले आफ्नो झुत्रे टोपीले छिपछिपे आँखा पुस्दै विनीत स्वरमा भन्यो। कति ढालफाँड गर्या त? हामीले जङ्गल ढाडफाँड गर्या होइन हजुर। मैले चाहिँ खोला छेउको 2 बिघा काँसघारी फोडेर ढिँडो रोटो गर्दैछु हजुर। त्यो पनि यत्रा जहान बालबच्चाहरू 6 महिना खायो अनि 6 महिना सहरमा मजदुरी गरेर ज्यान पाल्यो हजुर। पाडा पनि एक टुक्रो पाखो थियो, त्यो पनि पापी साहुले खाइहाल्यो। अब यो प्रजातन्त्रमा पनि बाँच्न नपाइएला त हजुर। यसरी सरकारी जग्गा भोग चलन गर्नुहुन्छ? के गर्नु हजुर, यी जान बालबच्चा छोडेर मुगलान पस्नु यो आत्माले मानेन।
आमाको माया र आफ्नो धरतीको माया कसलाई पो लाग्दैन र हजुर? हजुरहरूकै जस्तै हो मेरो देश हजुर। बिचरा लगत लिनेहरू झन् द्रवीभूत भए। ल तिम्रो नाम टिपिदिया छ, सरकारले जहाँ व्यवस्था मिलाउँछ त्यहीँ जानुपर्छ। हस् हजुर हस्, जहाँ जग्गा दिए पनि हामी गुल्जार बनाइ छाड्छौँ हजुर। पहरो दिए पनि फोर्न तयार हजुर। उसले आफ्नो झुत्रे टोपीले फेरि आँखा पुस्यो। भोलिपल्ट बिर्खे अर्थात् बिर्खबहादुर बसबाट ओर्लेपछि ब्रिखदेव भयो। बस बिछौनीमै 2-4 जनाले नमस्कार गरे। अहिले ऊ मैल पोस सुरुवालमा ठाँटिएको छ। घर पुगेर हातको मैलो झोला एकातिर मिल्कायो, आँगनको तुलसीलाई ढोग्यो र चिच्यायो, ल है खाजा चिया बनाऊ। हतपत स्वास्नीले बाहिर आएर ढोगी। काम सफल भयो? हुन्छ भइहाल्छ, नआत्तिउ न। सुकुम्बासीको लगत लिस्टमा आफ्नो नाम दर्ता गराएँ। सुजीको हलुवा पका है। 2 दिनसम्म मकैका खस्रा रोटा खाएर जिब्रो पाकेको छ। होइन भने जहान परिवार खोजेनन्? भनिदिएँ सहरा गिट्टी फोर्न गएछन्। म त जान्न है त्यहाँ, मैले भनिदिएकी छु। स्वास्नी लाडी। क्या लाटी रहेछ, पहिला खुट्टा टेक्न त दे अनि त्यही गुल्जार पारौँला। त्यहाँका ती अनिकाले मोराहरू जान्छन् कहाँ जान्छस् मच्छली मेरै ढडिया। अहिले नै रक्सी र तासको छुकले बहुमत आफ्नै भइसक्यो। अनि यी आफ्ना सांसद बनाउँदा साथीहरू कहिले काम लाग्छन् त? भोट चाहिँदैन तिनलाई? छोराछोरीहरूलाई चक्लेट बिस्कुट बाँडेपछि चिच्यायो, जुठे ए जुठे ला। जुठेले 1 पुरिया बिँडी पायो। यो पनि लि, 1 किलो राम्रो मासुले। ब्रिखदेव गलैँचामाथि बसेर गुनगुनाउन थाले, यही हो मेरो देश दाजु, यही हो मेरो देश नेपाल। जुठेले मासु किन्न जाँदा के कुरा बुझेन भने उसलाई नयाँ कट्टु र गन्जी किनिदिएर मालिकले उसको कछाड, भोटो, टोपी र झोला लिएर कहाँ गएका थिए। जा रे पन्जाब, चलो पन्जाब। पूर्वी नेपालको तराई खण्डका कृषि मजदुरहरू स्थानीय मालिकहरूको ऋणभारबाट मुक्त हुन र अतिरिक्त आम्दानीका लागि उहिले आसाम जाने गर्थे भने हिजो आज पन्जाब जान्छन्। जसरी उही समस्या समाधान गर्न पहाडतिरकाहरू कलकत्ता, बम्बई दरबार र आसामतिर गोठाला लाग्न जान्थे र जाँदैछन्। उस्ताका लोग्ने आसाम जाँदा यहाँका नववधुहरू आफ्नो मुटु थिचेर आकुल व्याकुल भई बस्थे। चाडपर्वमा गीत गाउँदा पनि अन्य मनस्क हुन्थे र प्रत्येक रात अनिष्टकारक सपनाहरू देख्ने गर्थे। त्यस्ताका भीषण डर थियो कामरूप आसाम जादुगर्नी ललनाहरूको। तर आजकालकी नववधु लोग्ने पन्जाब जाँदा डराउँदिन, न त आकुल व्याकुल नै हुन्छे। किनभने सलवार कुर्ता लाएकी भुस तिग्रेर सुदृढ देहयस्ती युक्त पन्जाबिनीले पक्कै पनि उसको न्यून शरीर भारयुक्त श्यामल लोग्नेलाई मन पराउने छैन। अनि त्यस विशाल शरीरले थप्पड चलाउन जान्ली, तर वशीकरण बाण चलाउन के जान्ली र? ननुवाले पन्जाबबाट कमाएर आएपछि आफ्नी नववधुलाई चाँदीका गहनाले सिँगार्यो, अलिकति मालिकको ऋण तिर्यो, 80 भारूको रेडियो आफ्नो चुप्रोमा खन्कायो, 150 को घडी पनि आफ्नो नारीमा टल्कायो। तर 6 महिना बित्दा नबित्दै नववधुका गहना बाहेक रेडियो र घडी सत्यदेव कलवारको भट्टीमा बन्दकी पर्यो। अनि ऊ फेरि एउटा दफासित पन्जाब कुद्यो। अहिलेको पटक गाउँ फर्किँदा उसकी नववधु झगडोको झुपडीमा उसैले हालेका गरगहना सहित थपक्क बोलेकी रहेछ। उसले पञ्चायती जोड्यो, गरगहना समेत थपथाप गरी 1200 को दाबी उसको थियो। पञ्चमध्ये बुढो भुन्टुनले विगत गायो, हाम्रो पालीमा हामीहरू आसामकी जादुगर्नीबाट आफ्नो सत जोगाएर यहाँ आउँथ्यौँ भने यहाँ हाम्री औरतहरू बडका लोकबाट आफ्नो सत जोगाएर बस्थे। ननुवा, झगडु र नववधु तीनैजना झर्किए। उनीहरू फैसला चाहन्थे, उपदेश होइन। फैसला भयो। ननुवाको 1200 को दाबीलाई 800 मा मिलाइयो। पञ्च र बिरादरीलाई झगडुले पारिराखेको 10 किलो अन्दाजीको खसीद्वारा भोज गराउनु पर्ने भयो र नववधु भने झगडुले नै पाउने भयो। बिचरा झगडु, नववधुले आफूसँग ल्याएको लुगाफाटो र गहना नफुकाल्ने भई खसी त हिँड्ने भइहाल्यो। 800 ननुवालाई तिर्नै पर्ने भयो। अत ऊ आफ्नो मालिक नरसिंह यादव कहाँ गुहार्न पुग्यो। 3 दिन ढोका कुरेपछि 800 पायो। 2000 को कागतमा ल्याप्चे लगायो। 100 कडा 25 ब्याज ठहर भयो। प्रति वर्ष 500 ब्याज तिर्नुपर्ने भयो। 1 महिनापछि मालिकले झगडुलाई पन्जाब गएर कमाउने सल्लाह दिए, नत्र उसको 7 पुस्ताले पनि उसको ऋण तिर्न नसक्ने उपदेश भयो। झगडु पन्जाब हिँड्यो, नववधुलाई मालिक कहाँ कमाई खान छोडेर।
झगडुले कमाउने ठाउँ पन्जाब भेट्टाए। नरसिंह यादवले झगडुकी नववधु भेट्टाए। 6 महिनापछि झगडु आयो। खाइपिई बचाएर ल्याउन सक्यो। नववधुलाई केही लुगाफाटो र 500 नगद ब्याज तिर्यो, तर मूलधन 2000 कागतमा जिउँदैछ। 2 महिनापछि मालिकले फेरि उसलाई सम्झाए, हेर बाबु, तेरा बाबु बाजेले उहिले आसाम जान्थे कमाउन, अब तैँले पन्जाब नगई कसरी ऋण तिर्छस्? लु भन् त। झगडुले कुरा बुझ्यो र फेरि लाग्यो पन्जाब। कति गाह्रो रहेछ नववधु पाल्नु। ज्ञात रूपमा झगडुको पसिनाले ब्याज तिर्दैछ, अज्ञात रूपमा नववधुको साथित्वले ब्याज तिर्दैछ। मालिक मूलधनमाथि गुडुल्केर बसेका छन्। झगडुले अझै कति पटक पन्जाब धाउनु पर्ने हो कुन्नी? जा रे पन्जाब, चलो पन्जाब। सावधान, सूचना सूचना सूचना। गाउँ स्पष्टत 2 भागमा विभाजित भयो। पहिलो भागमा पर्दथे बुढापाका र अधवैँसीहरू। उनीहरूको दिनचर्या खेती किसानीमा नै सीमित थियो। अझ भनौँ भने गाउँमै सीमित थियो। बिरामी पर्दा, मुद्दा मामिला पर्दा, बिहे बटुलोको किनमेल गर्नुपर्दा र मेला ठेला भर्नुपर्दा मात्रै उनीहरू सहर जान्थे। उनीहरू जाने गरेको आडैको सहर गाउँ हुन नसकेर बल्ल तल्ल सहर भई टोपलेको थियो। अत उनीहरूलाई पनि अलिअलि सहरिया हावा लागेको थियो, तर त्यस हावाले उडाइहालेको भने थिएन। परम्परागत सोचाइ, लवाई र खवाईमा जीवनयापन गर्दै जानु उनीहरूको सहज स्वाभाविक व्यवस्था थियो। दोस्रो भागमा पर्दथे युवा, नवयुवा र किशोरहरू। यिनीहरूको दिनचर्या व्यक्तिपिच्छे फरक फरक भए तापनि केही समानता पनि थियो। जस्तै टुप्पी फाल्थे, जुल्फी पाल्थे, धोती फाल्थे, प्यान्ट भिर्थे, काँधमा गम्छाको सट्टा गोजीमा रुमाल हाल्थे, दुध थोरै र चिया धेरै खान्थे, देशका थोरै र विदेशका कुरा धेरै गर्थे र मनोरञ्जनका लागि भजन कीर्तनको सट्टा सिनेमा बढी हेर्थे। यिनीहरूमा अशिक्षित, अल्पशिक्षित, अर्धशिक्षित र शिक्षित सबै थरीका थिए। सर्वाधिक शिक्षित भनाउँदा 3 जना थिए। 2 जना आइए पास र 1 जना बिए पास, तर प्रमाणपत्र संदिग्ध। यी आइए र बिएहरूको प्रमाणपत्र किन संदिग्ध थियो भने बकाइदा किनेर ल्याइएको थियो। तर यिनका अभिभावकहरू ढुक्क थिए, किनभने मोटो रकम हालेर भारतबाट ल्याइएको हुँदा उधारो माल नक्कली हुन सक्छ, तर नगद पैसा हालेर किनेको वस्तु कसरी नक्कली हुन सक्छ? यिनै युवा वर्गमध्ये कोही पन्जाब हरियाणा रिटर्न थिए, कोही नेपाल भारत सिमाना छेउछाउका सानातिना सहरमा रिटर्न थिए भने अधिकांश आडेको गाउँ हुन नसकेर सहर भई टोपलेको सहर रिटर्न थिए। अत समस्त युवा वर्गलाई सहरको हावा मात्र होइन, आँधी बेहरी नै मनग्गे लागेको थियो। आधुनिक सोचाइ, लवाई र खवाईमा जीवनयापन गर्नु यिनीहरूको स्वाभाविक विशिष्टता थियो। यसरी गाउँ 2 भागमा विभाजित थियो। तर आज भने यो विभेद स्पष्ट रूपमा देखा पर्यो, किनभने आज एउटा पजेरो स्टेसन व्यागन गाउँमा आएर फर्किएको थियो। त्यसमा नेताहरू थिएनन्, हाकिम साहबहरू थिएनन्, बरु थिए विशुद्ध समाजसेवीहरू। उनीहरू गाउँमा आउनासाथ गाविसतिर सम्पर्क गरे र निम्न माध्यमिक विद्यालयमा सबैलाई भेला गराए। तिनीहरूमध्ये 1 जोडी विदेशी गोरा थिए, त्यसपछि 2वटी नेपाली महिला र 3 जना नेपाली पुरुषहरू थिए। एउटा ड्राइभर पनि थियो। पहिला पोस्टर टाँसियो, त्यसपछि पर्चा बाँडियो, त्यसपछि भाषण भयो। विदेशी गोराहरूले बोले, कसैले केही बुझेनन्। स्वदेशी खैरहरूले बोले, अलिअलि बुझियो। ड्राइभरले केही बोलेन, बरु उसले स्टेसन व्यागनमा अडेस लगाएर चुरोट तान्दै घुम्टोबाट चियाइरहेका आँखाहरूतिर हेरिराख्यो। घुम्टाहरूले सबै कुरा बुझे। अनि फटाफट फोटो खिचियो, अनि फटाफटी ढाल बाँडियो, अनि कार्यक्रम सकियो। आगन्तुक समाजसेवीहरू पजेरो स्टेसन व्यागनमा चढेर गए। मोटरले उडाएको धुलो पछि पछि 1 ढुल नाङ्गा भुटुङ्गा केटाकेटीहरू दगुरे। भेलाको वरिपरि झुम्मिएका घुम्टाहरू पनि लाखापाखा लागे। भेला एकछिन चकमन्न भयो, अनि उखबारीमा डाङ्ग्रे बसे झैँ कल्याङ मल्याङ गर्न थाल्यो। स्वदेशीहरूले भनेर गएका कुराहरूको सार संक्षेप के थियो भने विश्वभरि नै एड्स भन्ने प्राणघातक रोग भयावह रूपले फिँजिँदैछ। यो फिँजिनुको प्रमुख कारण असुरक्षित यौन सम्बन्ध र वेश्यावृत्ति हो। हाम्रा चेलीबेटीहरू लाखौँको सङ्ख्यामा भारतीय वेश्या बजारमा लगेर बेचिँदैछन्। तिनीहरूलाई एड्स लाग्नासाथ नेपाल फर्काइन्छ र यिनै नेपाल फर्किएकाहरूबाट हाम्रा गाउँमा व्यापक रूपले एड्स फिँजिँदैछ। त्यसो हुनाले हाम्रा चेलीबेटी र बहुबेटी बेचबिखन वेश्यावृत्ति विरुद्ध जनजागरण ल्याउन सबैले सुसूचित हुनु पर्यो। यो सुसूचना 1 कान 2 कान मैदान हुनु पर्यो। यसका लागि तपाईँ सबैको सहयोग आवश्यक छ। यस सम्बन्धमा बुढापाका, अधवैँसे, युवा, नवयुवा सबैको सहमति भयो।
यसमा महिलावृन्दको सहमतिको आवश्यकता ठानिएन। उसै पनि ढाल देख्नासाथ महिलावृन्द बेपत्ता भइसकेका थिए। बहुबेटीहरूको इज्जत, तिनीहरूको बेचबिखन र एड्सको भयावहताको आतंकले गर्दा भेलामा के कुरामा एकमत भयो भने सम्पूर्ण गाउँवासीलाई यसबारे सुसूचित गर्नु आवश्यक छ। अत भेलाको कल्याङ-मल्याङ मत्थर भयो। तर तुरुन्तै त्यस भेलामा पुनः कल्याङ-मल्याङ सुरु भयो। समस्या थियो सम्पूर्ण गाउँवासीलाई सुसूचित कसरी गर्ने। सामान्यतः परम्परागत रूपले गाउँभरमा सूचना प्रवाह गर्नुपर्दा यस कार्यका लागि चमार जातिको एक व्यक्ति नियुक्ति गरिएको हुन्थ्यो, जसले आफ्नो गलामा झुन्डेको डुग्गी ट्याम्को बजाउँदै चिच्चाइ सबैलाई सुसूचित गर्थ्यो। यसबापत उसले 10-20 रुपियाँ तत्काल पाउँथ्यो भने बाली भित्राउने बेलामा घरै पिच्छेबाट खलो मुठी पनि पाउँथ्यो। त्यस भेलामा बहस पुनः किन चर्किएको थियो भने युवावर्ग यो सुसूचित गराउने काम लाउडस्पिकरद्वारा माइकिङ गरेर गर्न चाहन्थ्यो। बुढा राम रिजाले भने, छौडाहरू हो, तिमीहरूको मती सिनेमा हेरेर बिग्रेको छ। अरे 10-20 भइजाने काममा लाउडस्पिकर बजाएर किन 150-200 खर्च गर्ने? पाका फुलोटन झाले भने, आहिरे बा, यसरी चमार जातिको हक मर्दैन? उनीहरूको पेटमा लात मार्नुहुन्छ? परम्परा पनि त बिग्रिन्छ। तर युवावर्गले मानेन। अन्तत बुढापाकाहरू पराजित भए, जसरी आधुनिकता सामु परम्परा पराजित हुने गर्छ। बुढापाकाहरू त्यस भेलाबाट भर्याकभुरुक उठेर गए। अब युवाहरूमा चर्को बहस चर्किन थाल्यो। गाउँवासीहरूलाई सुसूचित कुन भाषामा गर्ने? एक हुल युवा, नेपालीमा गर्ने। अर्को हुल युवा, नै हिन्दीमै करेंगे। एक हुल युवा, नेपालीमै हुनुपर्छ। अर्को हुल युवा, हमारी बहु बेटियाँ नेपाली नहीं समझती है। एक हुल युवा, हिन्दी पनि बुझ्दैनन्। अन्ततः सबैले मातृभाषा मैथिली हुनाले मैथिली भाषामै माइकिङ गर्ने सर्वसम्मतिले निर्णय गर्यो। साथै जसरी चमारले डुग्गी बजाएर मानिसहरूको ध्यान आकर्षित गर्थ्यो र आफ्ना कुरा भन्थ्यो, त्यसै गरी युवावर्गले पनि व्यवस्था मिलाउने भयो। आज एका बिहानै एउटा बैलगाडा ठिक पारियो। त्यसमा लाउडस्पिकर जोडियो र 4-5 जना युवाहरू पनि चढे। अनि गाउँवासी तथा गाउँवासीका बहुबेटीहरूलाई चेलीबेटी बेचबिखन, वेश्यावृत्ति र एड्स सम्बन्धमा सचेत र सुसूचित पार्न एकजनाले माइकबाट करायो, सावधान, सूचना सूचना सूचना, हमर बहुबेटीक इज्जत खातिर एड्स रोगसँग बचावलेल। सूचना भनिसकेपछि चमारले डुग्गी बजाए चाहिँ गाउँवासीहरूको ध्यान आकर्षित गर्न हिन्दी फिल्मी गाना बज्न थाले। चोली के पीछे क्या है, चुनरी के नीचे क्या है, चोली के नीचे मेरा। खाल्डोदेखि खाल्डोसम्म एउटा उदास सौन्दर्य काठमाडौँ गङ्गोबु बस पार्कमा उभिरहेछ। रातो साडी चोलोमा उसको गोराइयुक्त सौन्दर्य खुलेको छ, तर उदास छ। सम्भवतः एक्लै हुनाले पनि होला। उसको साथमा कोही देखिँदैन। उदास अनुहारमा आँखा भने चनाखा छन्। एउटी रूपवती युवतीले रात्रि बसमा यात्रा गर्दा चनाखो हुनै पर्यो। दृष्टिको सजगताले अनुहारको मलिनतालाई पखाल्न सकेको छैन। उसको सामु एउटा रात्रि सेवा बस उभिएको छ, जसमा अन्य यात्री चढ्दै आफ्नो सिट खोज्दैछन्। ऊ पनि बसमा उक्लन्छे र ढोकैनिरको आफ्नो सिटमा एकछिन झ्यालतिर बस्छे र पुनः ओर्लिन्छे। काँधमा झुन्ड्याएको एयरब्याग सिटमा नराखेर काँधमा बोकेको बोकै ओर्लिन्छे। उसले काँधमा झुन्ड्याएको एयरब्याग अलिक गोरुङ्गै प्रतीत हुन्छ, किनभने एयरब्यागको फित्ता उसको मासल काँधमा किञ्चित गाडिएको थियो। उसले आफ्नो एयरब्याग सिटमा सहयात्रीको जिम्मा नछोड्नुको अर्थ हो त्यसमा कि त आफ्नो मनपर्ने साह्रै मूल्यवान वस्तु छ, कि त ऊ यात्रामा कसैको विश्वास गरिहाल्नु हुँदैन भन्ने विचारले प्रेरित छे। यो राम्रो कुरा पनि हो। ऊ बसबाट ओर्लिएर सजगता साथ बस वरिपरि चनाखो दृष्टिले हेर्न थाल्छे। सम्भवतः कोही आउँदै पो छ कि, तर बस हिँडुन्जेलसम्म कोही पनि आउँदैन। ऊ आफ्नो अधमैसे सहयात्रीतिर पुलुक्क हेरेर झ्यालतिरको आफ्नो सिटमा बस्छे। अन्ततः 6:30 बजे बस काठमाडौँ गङ्गोबु बस पार्कबाट हिँड्छ। अधमैसे सहयात्रीले देख्छ उदास र मलिन अनुहार भएकी रूपवती केटी उसको छेउमा बसेकी छे। गोरो र भरिलो जिउडालमा रातो पहिरन सुहाएको छ। गालामा सुनको लकेटयुक्त चेन, कानमा टप र दाहिने हातको औँलामा सुनकै औँठी छ। सिट तल लत्रिएको गोडामा रातो हाई हिल जुत्ता छ। यस प्रकार मध्यम वर्गीय पहिरन र सिँगारमा सज्जित भएर ऊ सहयात्रीतिर होइन बस बाहिर हेरिरहेकी छे।
अधमैसे सहयात्रीलाई चाहिँ सबै कुरा त्यो युवतीमा सुसज्जित भए पनि एउटा कुरा नमिले चाहिँ लागिरहेछ। त्यो के भने उसले एयरब्यागलाई तल आफ्नो गोडानेर राख्नुको सट्टा काखमा लिएकी छे। त्यस अधमैसेले ठट्यौले पारामा सोच्यो, आजकल मनीब्यागको सट्टा एयरब्याग कानमा झुन्ड्याउने र काखमा राख्ने फेसन आएछ क्यारे। लामो यात्रा, सुन्दर युवतीको सान्निध्य, रातमा परिणत हुँदै गरेको सन्ध्याले त्यस अधमैसेलाई युवा र बाल बनायो। आफ्नो एयरब्यागलाई तलै राख्नुस् न, ठाउँ छ। केही जवाफ आएन। यसमा हिरामोती पक्कै पनि नहोला, बरु तपाईलाई साह्रै मनपर्ने कुनै वस्तु होला अघि? केही जवाफ आएन। उदास युवती झ्याल बाहिर नै हेरिरहेकी छे। उसले युवतीलाई आफूतिर आकर्षित गर्न उसको काखबाट एयरब्याग टिपेर खुट्टानेर राख्थ्यो। ब्याग किञ्चित गरुङ्गै रहेछ। ल, अब सजिलोसित बस्नुस्, अधमैसेले सहानुभूति देखायो। यस्तो बलात् सहानुभूतिले ऊ झस्की। आशंका मिश्रित दृष्टिले कहिले अधमैसेतिर र कहिले तल खुट्टानेर राखेको ब्यागतिर हेर्न थाली। तर उसले ब्याग पुनः आफ्नो काखमा राखिन्। बरु असजिलो अनुभव गर्दै घरिघरि ब्याग र अधमैसेतिर हेर्दै रही। सहयात्री अधिवैसे चाहिँ आनन्दित भएर उसको चालामाला हेर्दै थियो। उसलाई थाहा छ आजको रात यसै युवतीको सङ्गतमा बित्नेछ। अत उसले परिचय गर्ने अठोटले सोध्यो, कहाँसम्म जानुहुन्छ? विराटनगर, मधुर, अस्पष्ट र भयभीत स्वरमा यसपटक जवाफ आयो। म पनि विराटनगर जाँदैछु। विराटनगर कहाँ जानुहुन्छ? केही जवाफ आएन। अनि त त्यस अधमैसे सहयात्रीले परिचय बढाउन असङ्ख्य प्रश्नहरू गर्यो, तर कुनै प्रश्नको पनि जवाफ आएन। बरु उसले कति बेला हो खुट्टानेरको एयरब्याग टिपेर आफ्नो काखमा राखिसकेकी रहेछ। एकहोरो प्रश्न गर्दा गर्दा त्यो सहयात्री अधमैसे सिटमा ढल्कियो। अन्तिम पटक सिटमा ढल्केर उसले प्रश्न गर्यो, तपाईँको शुभ नाम? पुनः केही जवाफ आएन। बरु मुगलिङ आइपुग्यो। 10:30 बजेतिर मुगलिन बस पुगेपछि सबै यात्रीहरू खाना खान ओर्लिए। तर ऊ आफ्नो एयरब्याग काखमा राखेर सिटमा बसिराखी। सहयात्रीले पनि उसलाई खान जाउँ भनेर कर गरेन। आफ्नो प्रश्नहरूको उत्तरहीनताले ऊ वितृष्णा भइसकेका थियो। मुगलिनमा सिमसिम पानी पर्दैछ। पहाडी क्षेत्रमा मनसुन सुरु भइसकेकाले काला काला बादलहरू मुगलिन वरपरको टाकुराहरू भन्दा तल तल ओर्लिसकेका छन्। तर तराई क्षेत्रमा अझै मनसुन ओर्लिन सकेको छैन। रातिको 11 बज्यो। मुगलिनको झिलिमिलीमा बसहरूको ओहोर दोहोरा चलिरहेछ। यो बस पनि विराटनगरतिर हानेन अधैर्यतापूर्वक कराउन थाल्यो। सबै यात्रीहरू बसमा बसे। कन्डक्टरले एउटा सिट खाली देखेर चिच्यायो, गुरुजी पख्नुस्, एउटा प्यासेन्जर आएन। यसै बेला अधमैसे सहयात्रीले देख्यो उसको छेउको सिटमा आफ्नो काखमा एयरब्याग राखेकी युवती थिइन। बरु सिट तल एयरब्याग भने थियो। एकछिनपछि कता कता भौतारिएर सिमसिमे पानीमा रुच्दै खलासी आइपुग्यो। भेटिएन गुरुजी, वरपर कुनै होटलमा भेटिएन। प्यासेन्जरको सामान यही छ, जा खोज, कन्डक्टर करायो। कहाँ खोज्नु हो? 10, 15, 20, 30 अर्थात् आधा घण्टा बित्यो। त्यो युवती आइन। यात्रीहरू कराउन थाले। बस अन्तत मुगलिन छाडेर नारायणघाटतिर हिँड्यो। अघि युवतीसँग बसेको अधमैसे सहयात्रीले उसको उदास र सुन्दर अनुहार सम्झ्यो। पफ लाएर निधारमा झारेको कपाल पनि सम्झ्यो। अनि अझै सम्झ्यो पक्कै भागेर माइती जान लागेकी चेली होली। यो एयरब्याग गहकिलै हुनुपर्छ। उसले ब्याग आफ्नो कब्जामा लियो। हुँदैन हुँदैन, ए मिस्टर, हामीले बुझाउनु पर्छ। त्यो मैले चिनेकी केटी हो, विराटनगरमा मेरै छिमेकी हो। म उसकै घरमा लगेर बुझाइदिन्छु। हुँदैन हुँदैन भनेर कन्डक्टरले ब्याग उसितबाट लियो। नारायणघाट पुगुन्जेलसम्म कन्डक्टर र त्यस अधमैसे यात्रीको वादविवाद चर्काचर्कीसम्म पुग्यो। उता मुगलिनमा सिमसिम पानी परिरहेछ। बुटवलतिरबाट मुगलिन आइपुगेको र अहिले काठमाडौँतिर हिँड्ने तर्खर गरिरहेको बसको खलासी ढोकामा उभिएर गाउँदैछ, सिमसिमे पानीमा ज्यानले माया मार्छ कि जिन्दगानीमा। रातो साडी चोलो लगाएकी मलिन अनुहार भएकी उदास सौन्दर्यले त्यस बसको खलासीलाई सोध्छ, काठमाडौँको लागि सिट छ? खलासीले एकछिन टुवा परेर त्यस सौन्दर्यलाई निहालेर हेऱ्यो र मनमनै रियाल चुहाउँदै भन्यो, छ सिट छ, म मिलाउँछु झ्याल्नेरै। खलासीले देखाएको सिटमा ऊ गएर बसी। बस काठमाडौँतिर हिँड्यो। यता नारायणघाटमा झलमल्ल तारा देखिएका छन्। एयरब्यागका लागि अधमैसे र कन्डक्टरको झगडाले गर्दा बस नारायणघाटको पुलचोकमा अडियो। संयोग बस गस्तीमा हिँडेका उपनिरीक्षक 3 जना प्रहरी साथ त्यहीँ आइपुगे।
कन्डक्टरले एयरब्याग खोल्यो। त्यसबाट फलाटिनको बाक्लो लुगामा बेरिएको नवजात शिशु निस्कियो। मृत शिशुको घाँटी निलो थियो। प्रहरीहरू बसमा चढे। अब प्रहरी उपनिरीक्षकको आदेशमा बस प्रहरी कार्यालयतिर जाँदैछ। उता मलेखुन्ने र बुटोलबाट काठमाडौँ जाने बस झमझम पानीमा भिज्दै कुदिरहेछ। उदास र मलिन सौन्दर्य मनसुनको बादल झैँ अँध्यारिएको छ। झ्यालनेर बसेकी ऊ झ्यालमा थाप्लो ठटाएर मन प्राण आत्मादेखि नै झमझम बसिरहेकी छ। मलेखु भिजिरहेछ। काठमाडौँ जाने बस भिजिरहेछ। बाहिरको अन्धकार र भित्रको खडेरी भिजिरहेछ। खोला नाला उर्लिरहेछन्। ऊ भविष्यको बाढीमा बगिरहेकी छे। साथको सहयात्री फुवा फुवा निदाइरहेछ। उसले यति सोच्न भ्याएकी छे, फोहोर मैला फ्याँक्ने त्यत्रो ठुलो काठमाडौँ खाल्डोमा उसले आफ्नो एयरब्याग किन फ्याँक्न सकिन? बरु आफूलाई भने फेरि त्यही काठमाडौँ खाल्डोमा फ्याँक्न भनेर लागिरहेकी छे। सहयात्री पुरुष जीवनको होस् या जगतको कार्य समाप्ति पश्चात फुवा फुवा निदाइरहेछ। ऊ भने कार्य समाप्ति पश्चात दिउँजिरहेकी छे, रोइरहेकी छे। माछाको मिठो झोल। भाइ बहिनीहरू हो, हाम्रो देश सहरको देश होइन, बरु गाउँ नै गाउँको देश हो। आफ्नो देशको साँचो अवस्था थाहा पाइराख्नु सबै नागरिकहरूको कर्तव्य हो। तिमीहरू पनि यस देशका साना साना नागरिक हौ। त्यसै हुनाले तिमीहरूले पनि आफ्नो देशको अवस्थालाई जान्नु बुझ्नुपर्छ। अनि मात्रै भोलि देशका लागि केही गर्न सक्छौ। यो कथा मात्र होइन, सत्य घटना हो। यस्ता घटनाहरू हाम्रो देशका गाउँघरमा जताततै छरिएका छन्। यो कथाले तिमीहरूलाई आफ्नो देशको साँचो अवस्था बुझाउनेछ। ल, अब कथा पढ। यो सहरदेखि टाढाको जिल्लामा एउटा सानो गाउँ छ। गाउँको आडैमा एउटा खहरे खोला मगनमस्त भएर बगिरहेछ। वरिपरि हरिया वनजङ्गल छन्। 50-60 घरहरू भएको यस गाउँमा 2-3 घर मात्र धनी र हुने खानेका छन्। यिनै 2-3 घरहरूमध्ये एउटा घर यस गाउँको मुखियाको पनि हो। मुखियाको घरको आँगन ठुलो र फराकिलो छ। त्यस ठुलो आँगनको एउटा कुनामा यसै गाउँका गरिब घरका आमा छोरा बसेका छन्। आमा टोलाएर छोरातिर हेर्दैछे, छोरो रमाएर खाँदैछ। मकैको च्याख्लामा एक तुर्को माछाको झोल पाएर ऊ दङ्ग पर्यो। तर चोक्टा कता गए? 5 वर्षको भुन्टेले यो कुरा बुझ्न सकेन। अघि आफ्नी आमाले माछा काटकुट पार्दा त उसले चोक्टै चोक्टा देखेको थियो। अनि मुखिनीले थालभरि माछाका चोक्टाहरू राखेर भित्र पसेकी थिइन्। तर अहिले उसको भागमा एक तुरको झोलबाहेक चोक्टाको नाम निशाना छैन। बाहिर आँगनको यस कुनाबाट भित्रको भान्सा देखिँदा पनि देखिँदैन। पिँढीमा उक्लन पाउने भाग्य उसको छैन। उसको भाग्यबाट वा हराएको 2 वर्ष पुगिसक्दा पनि ऊ आमासित बा खोइ भनेर कहिलेकाहीँ सोध्ने गर्थ्यो। र आमा पनि प्रजातन्त्र ल्याउन गएका करान्तीले खायो भन्दै उसलाई अँगालो मारेर रुन्थे। ऊ पनि आमासँगै रुन्थ्यो। यो रोइसकेपछि बिर्सिन्थ्यो। मुखे बाजे कहाँ खाएको माछाको झोलले उसलाई पिरोल्यो भने आमा चाहिँलाई झन् सताउनु सतायो। त्यस दिन मालिकको आँगनमा खाएको माछाको झोलको सुगन्ध उसको आत्मामा गढेर बसेको छ। जति जति बिर्सिन खोज्यो उति उति त्यो सुगन्धले उसलाई पछ्याउँथ्यो। अनि उसको बालमनले यही एउटा कुरा सोचिरहन्थ्यो र आफ्नै आमालाई भनिरहन्थ्यो, आमा आमा, बा भएदेखि माछा ल्याउनु हुन्थ्यो हो कि? चोटै चौटा हुन्थ्यो कि? झोल पनि धेरै हुन्थ्यो हो कि? आमाको छाती माछालाई भन्दा माछाको कुरा चल्दा आफ्नो लोग्नेलाई सम्झेर भक्कानिन्थ्यो। उसले 46 साल ताकाको जनआन्दोलनमा आफ्नो लोग्नेलाई लाख पटक सम्झाए, बाहिर नजाउन भनेर। तर किन मान्थ्यो त्यो जिद्दीले? त्यस दिन निस्किँदा यसै भनेर गएको थियो, धन्ना नमान सुन्तली, अब हाम्रा दिन पनि आउनेछन्। अहिले आन्दोलनलाई बल चाहिएको बेलामा म डोकोमुनि लुकेर बसौँ? डराउनु पर्दैन। मलाई केही भयो भने मेरा सट्टा मेरो यो प्रतिनिधि भुन्टे छँदैछ नि, यसलाई जसरी भए पनि पढाउनु, यसको चित्त नदुखाउनु है। अनि ऊ फर्केन, नफर्किने गरी गयो। सबैले भने ऊ शहीद भयो। आमा माछा, आमा माछा सुन्दा सुन्दा वाक्क भएकी सुन्तलीले एक दिन भुन्टेलाई थाहा नदिई उसको लागि माछा र मकैको च्याख्लाको भात पकाए। भुन्टे रमाउँदै खान बस्यो। तर यहाँ पनि मालिकको आँगनमा खाए जस्तो माछाको झोल मात्रै थियो। आमा आमा, पकाएपछि माछाका चौटा कहाँ जान्छन्? सबै फतक्क गल्यो बाबु। आमा अँध्यारी भई।
म आज सबै साथीहरूलाई भन्छु क्या मैले पनि माछा खाएँ भनेर। एउटा मात्रै चौता दिएन आमै। भुन्टेको बिलौना सुनेर बर्सिन आँटेको बादल झैँ सुन्तली झन् अँध्यारी भई। एउटा मात्रै आमा, आज एउटा मात्रै चौता दिएन। छोराको मनै पगाल्ने यस्तो थप बिलौना सुनेर अँध्यारिएको बादल बर्सिन थाल्यो। माछा पकाएको भाँडामा त कठोर ढुङ्गा छ। उसले त खोलाको लेउ लागेको ढुङ्गा पकाएकी थिए, किनभने हरियो लेउ लागेको ढुङ्गामा माछाहरू खेल्ने हुनाले त्यसबाट माछाको गन्ध आउँछ। अब माछाको चोक्टा बिचरीले कहाँबाट ल्याओस्? झरी झैँ बर्सिरहेको आँसु लुकाउन सुन्तली फाटेको मोजेत्रोको फेरले मुख छोप्छे। शहीदको प्रतिनिधि भुन्टे चोक्टाको आशले आमातिर हेरिरहेछ। लेख्नलाई फुलको माला, पढ्नेलाई सुनको माला, यो कथा वैकुण्ठ नगएर भाइ बहिनीहरूको मनमा बस्ला। एउटा उज्यालो र चहकिलो दिन। आजको दिन उज्यालो र चहकिलो छ, साह्रै नै उज्यालो र चहकिलो। आकाश खुल्ला, सफा र विस्तृत देखिएको छ। धेरै दिनपछि आज यस्तो भएको हो। अन्यथा यो कचौरा जस्तो खाल्डोमा धुवाँ, धुलो र कार्बन मोनोक्साइडको मिश्रणले कुहिरो, हुस्सु, तुवालो बनेर कहिल्यै छाड्दैनथ्यो। यस्तो उज्यालो र चहकिलो दिन कहिलेकाहीँ मात्र आउँछ यहाँ। आज उसको मनमा पनि झलमल्ल घाम लागे चाहिँ अनुभव भइरहेछ। किन यसो भइरहेछ भन्ने कुरा उसले झट्ट बुझ्न सकेन। एकछिन अल्मलियो। जे होस्, उज्यालो घाम ताप्न उसलाई आनन्द लागिरहेछ। बाहिर घाम, भित्र घाम, बाहिर उज्यालो, भित्र उज्यालो, चहकिलो अनुहार, प्रफुल्ल मन। आज ऊ भित्रैदेखि आह्लादित छ। उसलाई लाग्छ यस्तै कुनै दिनको प्रतीक्षा थियो उसलाई। यो महानगरमा थरीथरीका धुवाँ र थरीथरीका धुलाले गर्दा कुहिरो र हुस्सु नलागेको दिन पनि तुवालोले ढाक्न छाड्दैनथ्यो। यसै तुवालोले गर्दा होला धमिलो आकाशमुनि सबै थोक धमिला हुन्थे। मन पनि धमिलिन्थ्यो। एक अर्कालाई चिन्न पनि निकै निहालेर हेर्नु पर्थ्यो। अझ आफूलाई समेत निहालेर हेर्नु पर्थ्यो, साह्रै नजिकबाट। तर यो महानगरमा यति नजिक आउने फुर्सद कसलाई पो छ र? जे होस्, आजको दिन साह्रै उज्यालो र चहकिलो छ। यसै शुभ संयोगमा ऊ आज रमाएको छ। किन रमाएको छ भन्ने कुरा पूर्ण त नबुझे तापनि, अल्मलिएरै भए तापनि ऊ रमाएको छ। रमाउने कुरामा सबै थोक खुलस्त कहाँ हुन्छ र? घरबाट निस्केपछि ऊ सोझै टुँडिखेलतिर पारतिर लाग्यो। आजको मोहिनी दिनको मात लागे चाहिँ बस, टेम्पो केही नचढी हिँडेरै त्यहाँ पुग्यो। महानगरको हृदयमा कोही बदाम टोक्दै, कोही चुरोट फुक्दै, कोही खैनी फाँको हाल्दै, कोही नाङ्ले पसलनीतिर खुइए गर्दै र कोही घर सम्झी सुस्केर हाल्दै, कहिले जागिरको, कहिले घर गाउँको, कहिले अरब सरब र कहिले कोरिया मलेसियाको कुराकानी, गथासो र बिलौना गर्दै रहेछन्। उसलाई लाग्यो यो महानगरको हृदय डुकुलन्ठु अर्थात् बेरोजगार रहेछ, निराश, हताश, उदास रहेछ। तर उसको त रोजगार छ अर्थात् जागिर छ। अत उसलाई महानगरको यस हृदय स्थलमा बस्न मन लागेन। यहाँ बसिराख्यो भने फेरि सधैँ जस्तो गरी तुवालोले ढाक्ने हो कि भन्ने भयले ऊ छिटो छिटो सानो र ठुलो दुवै टुँडिखेललाई छोडेर पार्कतिर लाग्यो। पार्कमा कोही थिएन, पार्क मात्रै थियो। ठाउँ ठाउँमा खुइलिएको टाटे पाङ्ग्रे लेन, ओइलाएर पहेँलिएका दुवाहरूको शोकमय अनुहार, नछाँटिएका र नसम्याइएका मयूरपङ्खी साना ठुला पोथ्राहरू र तिनै पोथ्राहरूको आडमा कता कतै चेलाबेटा र चेलीबेटीहरू आआफ्नो ठुँड जोडेर हिसाब किताब गरिरहेका, कता कतै विभिन्न गुणस्तरका बुटी सेवन गरेर झोक्राइरहेका तरुणहरू, यिनकै वरपर देखा पर्ने फुलहरू ओइलाउन नसकेर बल जफती हाँसिरहेका थिए। महानगरको हृदय स्थलमा यिनीहरूसित ओइलाउने आँट र अठोट छ भन्ने ठानेर ऊ आजको हँसिलो दिनमा किञ्चित उदास हुँदै पार्क छाडेर सडकतिर लम्क्यो, जहाँ एउटा आकाशे पुल चारतिर हातखुट्टा फिजाएर ठडिएको थियो। आकाशे पुलमाथि उक्लेपछि उसले आकाशे पुलको कौसीमा केही मानिसहरूलाई आकाशबाट धरतीतिर हेरिरहेको पायो। तल धरतीमा मानिसहरूको दोहोरी लत्ता घुइँचोसँगै विभिन्न थरीका वाहनहरू गुड्दै थिए। यो दृश्यलाई मनोरम मान्नै पर्छ। ऊ सरासर गएर एउटा एक्लो मान्छे छेउ उभियो। आफ्नो मध्यम वर्गीय चुरोट सल्कायो। त्यो मान्छे निम्न वर्गीय चुरोट बिजुली झैँ टल्काउँदै थियो। उसले त्यो मान्छेलाई अभिवादन सभिवादन केही नगरी स्वागत भन्यो। आहा, क्या रमाइलो दृश्य, कसो? त्यो मान्छेले वितृष्णापूर्वक अलि झर्किँदै जवाफ दियो, अघाएकाहरूका लागि। उसलाई पनि झर्को लाग्यो। के तपाईँ पनि भोकाएको डुकुलन्ठु हो? के भनेको तपाईँले? मैले बुझिनँ, चकित हुँदै सोधे।
तपाईँ रोल्पाबाट कहिले आइपुग्नुभयो? रोल्पाबाट अलि भयभीत हुँदै। हो, रोल्पाबाट, अझै जिस्क्याउँदै। माओवादी जनयुद्धको आरम्भ थलो रोल्पाको बासी आफूलाई ठानिएकोमा त्यो मान्छे अब निकै भयभीत मात्रै होइन, आतंकित भएर उतिर हेर्न थाल्यो। अनि एक्कासी उसले आफ्नो निम्नवर्गीय चुरोट फ्याँक्यो र आफ्ना मृगनयनले मध्यमवर्गीय चुरोटलाई व्याघ्र ठानेर पुलुक्क हेर्दै आकाशे पुलको भर्याङतिर लम्कियो। ए भाइ सुन्नुहोस् त, आजको यो उज्यालो र चहकिलो। उसले आफ्नो वाक्य पूरा गर्न नपाउँदै त्यो मान्छे दच्केको मृग झैँ हतारिँदै भर्याङ ओर्लेर तर सडकको घुइँचोमा मिसिसकेका थियो। अब कता जाने? यो देखेर उसलाई साह्रै थकथकी लाग्यो, किनभने ऊ न त प्रहरी हवलदार थियो न त माओवादी कमान्डर। तर उसलाई यति चाहिँ अनुभूति भयो के भने एउटा आतंक कति छिटो उसलाई लाग्यो। ऊ यसै गरी यहीँ उभिरह्यो भने रोल्पा पुग्नेछ। ऊ पनि अलि आतंकित भएर आकाशे पुलको भर्याङ ओर्लिन थाल्छ। आधा भर्याङ ओर्लेपछि उसले तल सडकमा एउटी युवतीलाई आफ्नो नाक तल सरासर हिँडिरहेकी देख्छ। कतै प्रभा त होइन? प्रभा त होइन, तर प्रभा बनाउन सकिन्छ, उसले सोच्यो। अनि उसले त्यो जाँदै गरेकी युवतीलाई प्रभा बनाउन थाल्यो। त्यसलाई प्रभा बनाइसकेपछि उसले आफ्नो मन परेको पहिरन र रङले सिँगार्न थाल्यो। उग्रेको आकाश झैँ आकाशे रङको निलो छिटको गुन्यु, ढाकाको निलो चौबन्दी चोलो। अनि हत्तेरिका, उसले एक्कासी सम्झ्यो, प्रभाले त सलवार कुर्ता लाउँथे, आफ्नो मनपर्ने रङको पहेँलो। अब ऊ जमल समलतिर भौतारिँदै असनको डबलीमा आइपुग्छ। प्रभालाई र आजको उज्यालो र चहकिलो दिनलाई सम्झँदै एउटा कोक खान्छ। इन्द्रचोकतिर लम्किँदा असनभरि ऊ गोजी छाम्दै विभिन्न सरसामानहरूको मालभाउ हेर्दै हिँड्छ, तर केही किन्दैन। इन्द्रचोकनेर आइपुगेपछि उसले केही सम्झेर एउटा स्त्री सिँगार पसलबाट 1 दर्जनको आकाशे रङका नीला चुरा र 1 पुरिया सेन्टेड सिन्दुर किन्छ। यस प्रकार उसको उत्फुल्लमा प्रफुल्ल हुन्छ, किनभने आजको दिन खुला, स्वच्छ र सफा छ। दिनभरि निकै भौतारिएपछि लाग्छ अब दिन ढल्किन लाग्यो। सूर्य पश्चिममा अग्ला अग्ला डाँडाहरूतिर लम्किँदैछ, तापनि उज्यालोको चहक बाँकी नै छ। घरतिर फर्किँदा बाटोमा एउटी युवतीलाई आफूतिर आउँदै गरेकी देख्छ। पहेँलो कुर्ता सलवार लगाएकी। लौ, प्रभा नै पो रहिछे। नमस्कार, प्रभाले उसलाई देख्नासाथ भने। नमस्कार, उसले प्रभाका नाडीभरि राता चुरा र निधारमा कपाल लिएर सिन्दुरको सानो टिकोतिर हेर्दै भन्यो। हेर्नुहोस् त, आजको दिन कति उज्यालो र चहकिलो छ। के गर्नु, तपाईँलाई थाहै छ, हाम्रो अफिस कोठामा घाम छिर्दैन। दिनभरि बिजुली बत्तीको पहेँलो उज्यालोमा बसेर अहिले पहेँलेको घाममा निस्केकी हुँ। बाहिर दिनको उज्यालो कस्तो थियो के थाहा? अनि तपाईँ आज अफिस किन नआउनु भएको? केही खबर पनि गर्नु भएन? प्रभाले उप्रति चासो लिएकोमा उसले खुसी हुँदै भन्यो। आज यस उज्यालो चहकिलो र रमाइलो दिनमा म दिनभरि तपाईँलाई नै खोज्दै थिएँ। खोज्दै थिएँ? कहाँ? म त अफिसमै छु दिनभरि। मैले तपाईँसित कतै भेट्छु भनेकी त थिइनँ, प्रभाले अलिकति निधार खुम्च्याउँदै भने। ऊ प्रभातिर, तर प्रभाको निधारतिर होइन, आफ्नो प्रफुल्लतातिर हेर्दै भन्छ। आज त हामी कतै भेट्न सक्छौँ नि। के रे? प्रभाको अनुहारमा एकैचोटि विचार, भावना र अनुभूतिको गन्जागोल देखा पर्यो। अन्यल, आशंका र आतंकग्रस्त भएर ऊ त्यहाँबाट फटाफटी बस बिसाउनेतिर लाग्यो। उसलाई लाग्यो ऊ पनि बस बिसाउनेतिर लाग्नुपर्छ। प्रभा छिटो छिटो बस बिसाउनेतिर लम्किँदैछ। ऊ पनि छिटो छिटो प्रभाको पछि लाग्दैछ। प्रभा अघि अघि, ऊ पछि पछि छ। प्रभा बस बिसाउनेमा अडिएको मिनी बसमा उक्लिसकी। ऊ मिनी बसनिर पुगेर ज्याकेटको गोजीबाट आकाशे रङको 1 दर्जन चुडा र सेन्टेड सिन्दुरको पुरिया दिन्छ। प्रभा धन्यवाद भन्दै लिन्छ, अनि मिनी बस जान्छ। मिनी बस गएपछि एक्कासी उसले आफूलाई देख्छ। ऊ त त्यहीँनिर ठिङ्ग उभिरहेछ जहाँनिर प्रभाले उसलाई छोडेर गएकी थिए। चुरोट झिक्न ज्याकेटको गोजीमा हात हाल्दा उसले थाहा पाउँछ गोजीमा चुराको पोको र सिन्दुर पुरिया छैन। पेटभरि भात। 40 रुपियाँ पर्ने 2वटा चिनिया प्याज र 80 रुपियाँ पर्ने एउटा इन्डियन प्याजमा नेपाली आलु मिसाएर तरकारी पकायो। पानी चाहिँ ढल मिसिएको नलको छँदै थियो। ठुँडे नाकको पसिना पुस्दै ऊ करायो। सुनिस्, आलु प्याज पाक्यो। म के गरौँ त? भात पका, मलाई पनि अड्कल्न आउँदैन। गिलो भयो भने तैँ चिच्याउन थाल्छेस्। सुनिस्? HIV एड्सले ग्रस्त भएर भुँडी बोकेकी स्वास्नी अझै ओछ्यानमै छे। लोग्नेको कचकच सुनेर ऊ सिरकले मुख छोपेर भित्तातिर फर्किन्छे।
आकस्मिक रगत जाँचमा स्वास्नीलाई एचआइभी पोजिटिभ देखिएपछि ऊ ढालबहादुरको शरणमा परेको छ। स्वास्नीले भुँडी नबोकेकी भए र जचाउनु नपरेको भए थाहै हुने थिएन। भावी सन्तति पनि एड्स लिएरै आउने भयो। उसले आफूले रगत जाँच गराएको छैन। के ठेगान स्वास्नीको रहस्योद्घाटन हुनुभन्दा पूर्व नै उसलाई पनि सल्किसकेको छ कि सम्भावना प्रबल छ। होस्, यही होस् सम्झेर हिजोको रगत जाँच रहस्योद्घाटन पश्चात ऊ भोज खान तत्पर भएको छ। आजकल भोजमा माछा मासुभन्दा आलु प्याज नै स्वाद र प्रतिष्ठाको विषय भएको छ। त्यसै हुनाले 40 रुपियाँ किलोको चिनिया प्याज, 80 रुपियाँ किलोको इन्डियन प्याज र त्यसमा नेपाली आलु मिसाएर पकाएको हो। उठ बन्या, भात पकाउन। के भित्तातिर टाँसिएकी होस्? अहिले राम गुलामजी र सुब्रतो बाबु आइपुग्नुहुन्छ। स्वास्नी नबोलेर भित्तातिर टाँसियै छे। गर्भ अहिले 3 महिनाको मात्रै छ। देखिहाल्ने गरी उक्सेको छैन। आलु प्याज काट्दादेखि अहिले पकाइन्जेलसम्म उसले 3 पटक गर्भ फ्याँक्ने अठोट गरिसक्यो। तर एउटै कुराले उसलाई रोकिरहेछ। एड्समय भविष्यले नै एड ल्याउँछ, अन्यथा कसले कसलाई के दिन्छ र? यही सोचेर आश्वस्त हुँदै पुनः आफ्नो ठुँडे नाकको पसिना पुछ्यो र राम गुलामजी र सुब्रतो बाबुको ध्यानमा मग्न भयो। देब्रे हातको 10 मिनेट लेट इन्डियन घडीमा हेऱ्यो। 8 PM भएछ। 8:30 बजेसम्म आइपुग्लान्। 10 मिनेट फास्ट घडी नेपालमा बन्दैन। राम गुलामजी र सुब्रतो बाबु पनि नेपाली नै हुन्। होइन रहेछन् भने पनि आजैदेखि बनाउला। यति सद्भावना त राख्नै पर्यो, अन्यथा वीर र उदारवादी नेपाली भएको के अर्थ रह्यो? विश्वव्यापी खुल्ला र उदार अर्थतन्त्रको लहरले गर्दा नेपालमा पनि उद्योग लगायत सबै कुरा निजी क्षेत्रमा गइरहेछ। तर एउटा कुरा चाहिँ सार्वजनिक क्षेत्रतिर अग्रसर छ, परिवार। परिवारले सामुदायिक र साझा स्वरूप ग्रहण गर्दैछ। परिवारले सहकारी स्वरूप ग्रहण गर्नु खुल्ला अर्थतन्त्र अन्तर्गत स्वाभाविक हो। परिवार पनि उपभोक्तातिर उन्मुख भएन भने सामाजिक तथा राष्ट्रिय उन्नति, गति र विकासको बाटो अवरुद्ध हुन्छ। अहिले परिवार भित्तातिर फर्केर सुतिरहेकी छे। उठिनस् भने के समसाँझै सुतेकी होली? कति कराएको, मलाई सन्चो छैन क्या? अब के सन्चो होला र? जहिलेसम्म सन्चो छ उपभोक्ताहरूको सेवा गरेर उन्नति प्रगति गरिहाल्नुपर्छ। म तिम्रा कुराहरू बुझ्दिन, गर जे गर्नु छ। भात त बसाल्दे, मलाई पानी अडल्कन आउँदैन। अनि कोठा पनि मिलाउनु सजाउनु पर्यो। राम गुलामजी र सुब्रतो बाबु आधा घण्टामा आइपुग्नुहुन्छ। जोसुकै आउन्, मलाई वास्ता छैन। जहिले पनि उही एउटा नाम घोकिराख्छौ, अनुहार भने फरक फरक हुन्छन्। जे गर्नु छ तिमी आफै गर, मलाई सन्चो छैन। सधैँ उही राम गुलामजी, उही सुब्रतो बाबु। ऊ अझै भित्तातिर टाँसिएर सुती। परिवारले यसरी भित्तो नछाडेको देखेर ऊ जङ्गियो। ठुँडे नाक तलका पातला ओठको थुक उछिट्याउँदै फलाक्यो। तैँले भित्तालाई पहाड ठानेकी छेस् कि हिमाल? किन त्यतै घुस्रिन खोजेकी होस्? मैदानमा आइज, खुल्ला मैदानमा। खुला मैदानी हावापानी सेहतका लागि बहुत अच्छा हुन्छ क्या, बुझिनस्? बुझिन कि? उसले एकछिन गम खायो। हिजै भर्खर त रगत जाँचमा एचआइभी पोजिटिभ देखिएको हो। अहिले एड्सको लक्षण कहाँ देखा परिहाल्छ र? जहिले देखा पर्ला देखा जाएगा। यति वीरता त अझै छ हामीसँग। बरु अल्छी पो मानेकी हो कि? भारी बोक्न अल्छी मानेर हामी भरियाहरूको जीवन कसरी चल्छ? यस्तै अबुझहरूले गर्दा नेपालमा प्रजातन्त्र नफस्टाएको। पद्म शमशेरको प्रजातन्त्र पनि फस्टाएन र अहिले यो भारतमुखी प्रजातन्त्र पनि फस्टाउन सकेको छैन। क्या फसाद! एड र एड्सका लागि, उन्नति र प्रगतिका लागि खुला र उदार बन्नु नै परेपछि ड्राइङ रुम मात्रै किन, बेडरुम पनि खुलै राख्ने नि। यति त नेपाल आमा भनाउँदी परिवारले बुझिदिनु पर्ने हो, खै बुझे कि? आलु प्याज उहिले पाकिसकेका थियो। भात मात्रै पकाउनु बाँकी रहेको हुँदा ऊ पुनः आफ्नै परिवारसँग जङ्गियो। अब पनि उठ्दिनस् भने हेर है, म नेपाल आमा सेपाल आमा केही नभनेर भक्कुर्छु नि। परिवारले लामो हाई काटेर आङ भाँचेर हिमाल ठानेको भित्तो छोडेर उठ्दै भनी, तिमी पापी हौ र कस्तो मिठो सपना देख्दै थिए। ऊ उठ्दा कालो बाक्लो र लामो केश राशि तल झारेर तराईसम्म फिजियो। साँझ पखको सपना साँचो हुँदैन भन्ने थाहा छैन तँलाई? झुठै भए पनि क्या मिठो सपना थियो। उसको डल्लो अनुहारका राता गुराँसे गाला, परेवा जस्ता बाटुला आँखा, गोल काँक्री जस्ता ओठले समवेत रूपमा भने। तर उसले ठुँडो नाक हल्लाउँदै र पातला ओठ बङ्गाउँदै व्यङ्ग्यपूर्वक भन्यो, सपनाले भुँडी भरिन्छ र?
भुँडी भर्दिन राम गुलामजी र सुब्रत बाबु आउँदै हुनुहुन्छ। लु छिटो भात बसाल। मासु ल्याएनौ? तँलाई मासु चाहिएको होला भोजमा। ए बाबा, हामीलाई यो यज्ञ अनुष्ठान र बलि हिंसा चाहिन्छ लाटी। उनीहरू त हिन्दू हुन्, पूजा गरेर फल मिठाईको प्रसाद खाने शाकाहारी। उसो भए ड्रइङ रुममा आएपछि बेडरुम किन खोज्छन् नि? यसै हुनाले हाम्रो प्रजातन्त्र नफस्टाएको। ए बाबा, शाकाहारी बिचराहरूले बेडरुम नपुगे आलु प्याज मुला कसरी प्राप्त गर्ने? फल मिठाई प्रसाद कसरी प्राप्त गर्ने? पूजा पाठ भजन कीर्तन कसरी गर्ने? बुढी भैँसीको मासु खाउँला नि भोलि। उठ उठ, जुरुक्क उठ। ऊ उठी। फर्सी जस्ता, लौका जस्ता, गोलबेडा जस्ता लिएर ऊ उठी। उसले ठुटो चुरोट सल्कायो र जिल्लाका माननीय सांसदज्यूको सम्झनामा लीन भयो। छिमेकी सांसद हि गर्दै हाँस्दै थिए, अलिअलि गिज्याउँदै थिए। ऊ बोलिन। फेरि उसैले बोल्यो, ए मैले त सांसदज्यू भात पाक्यो? कति बज्यो हँ? बज्दैछ। भात पाक्दैछ। एड्स ग्रसित 3 महिने गर्भ उक्सिएको छैन। भला उसले नेपालको प्रथम घण्टाघरतिर हेऱ्यो। 9 बजिसकेछ। म गएँ लिन। घिस्याउनु किन पर्यो? स्वास्नी जङ्गिए। भात खानु परेन? घिच्न त। आलु प्याज कुन तेरो बाउले बनाउँछ? स्वास्नी बोलिन। ऊ छाता टिपेर बाहिरियो। बाटाभरि उसले स्वास्नीलाई भन्दा आफूलाई सम्झ्यो, आफूलाई भन्दा आलु प्याजलाई सम्झ्यो। कता हिँडेको हो? कसैले सोध्यो। यो सुनेर ऊ झसङ्ग भयो। पुसको महिना, रातिको 9 बजे छ। न घाम छ न पानी, यो छाता किन ओढेको? अब ऊ होसमा आयो। निच्चा हाँस्दै भन्यो, के गर्नु, दिल्लीमा पानी परेको छ। छाता त निङ्गै रङ्गीचङ्गी बुट्टे छ नि। ज्यू, चाइनिज छाता हो। अनि कता हिँडेको हो नि? राम गुलामजी, सुब्रत बाबु। भोज कि क्या हो? आलु प्याज। बाटाको यस बहुला प्रश्नकर्तालाई छोडेर ऊ हान्निँदै राम गुलामजी र सुब्रत बाबु कहाँ पुग्यो। दुवैले ठाडै अस्वीकार गरे। नजाने हजुरहरू? नजाने। किन हजुर? दुवै कूटनीतिक मुद्रामा चुप भए। आलु प्याज छ हजुर, मालुम छ। शुद्ध शाकाहारी हजुर, खुल्ला उदार बेडरुम हजुर, मालुम छ। अनि किन नजाने त हजुर? मालुम छ। बढी कचकच गर्ने ह्याउ आएन उसको। लुरु फर्केर घर आयो। खुइँ गर्यो। ठुँडे नाकको पसिना पुछ्यो र स्वास्नीलाई बिरसिलो पाराले भन्यो, राम गुलामजी र सुब्रत बाबुलाई सब मालुम छ रे। तिमीले नै बोलाएका होइनौ र? हो। अनि के भन्छौ त? भइगयो, ले आज आलु प्याजसँग पेटभरि भात खाऊ। दुवै लोग्ने सास्नीले आज पेटभरि भात खाए। भात खाइसकेपछि लोग्ने चाहिँलाई अलिकता बिरता चढ्यो र ढाल खोज्न थाल्यो। स्वास्नी चाहिँ ओछ्यानमा लडेर भित्तालाई हिमाल ठानेर टाँसिए। पेटभरिको भातले दुवैलाई मात लागेको छ। खुल्ला बाटोको ट्राफिक नियम। ऊ अर्धनग्न अवस्थामा चिया पसल सामु उभिएकी छे। जिउमा लगाइएका फाटेका लुगा अस्तव्यस्त मात्र होइन, रगतमा असंख्य टाटाटुटीले भरिपूर्ण छ। टाउको फुटेर त होला, भुत्ल्याए झैँ छरपष्ट भएका केसहरू रगत जमेर लट्टा परेका छन्। उसमाथि चिया पसलको सम्पूर्ण हुल उत्सुकताले खनिए झैँ छ। सबै उसलाई सम्झाउँदै बुझाउँदैछन्, ललाउँदै फकाउँदैछन्। ऊ भने कतै नहेरी चिया पसलको साउजीतिर हेर्दै एक टुक्रा पाउरोटी र चियाका लागि सङ्केत गर्दैछ। साउजी उसको धुजा भएको चोलीबाट प्रस्टिएको प्राकृतिक र मानसल सम्पन्नतालाई हेर्दैछ। उसको तल्लो भाग पेटीकोटले मात्र ढाकिएको छ, सो पनि ठाउँ ठाउँमा फाटेको र रगतका टाटाहरूले भरिपूर्ण छ। नाइटोनिएर पेटीकोटको इजार अल्झिएर मात्र रहेको छ, जसलाई जोसुकैले बाँधिदिने न्युले खोल्न सक्छ। पसलमा चिया खाँदै राजनीति फलाकिरहेका भलादेमीहरूमध्ये कोही उसको उत्तरार्धको सम्पन्नता देखेर मोहित छन् भने कोही दक्षिणार्धको सहज प्राप्तिले लोभिएका छन्। साउजी एक टुक्रा पाउरोटी र एक ग्लास चिया जोगाउन ग्राहकहरूतिर फर्केर भन्छन्, यो को हो, कहाँबाट आइपुगी? मलाई कमारी बनाएर राखेका थिए हजुर। बल्ल बल्ल 46 सालको आन्दोलनको चालमा फुत्किएँ। 5 वर्षदेखि भौतारिँदैछु, कतै पनि शरण पाइन। असाध्यै भोको छु। एक टुक्रा। उसले असाध्यै भोकी छु भनेपछि चिया पसलमा सबै भलादेमीहरूले आफ्नो राजनैतिक गफ एकातिर पन्छाएर बल्छी थाप्न थाले।
यसै बेला ऊ भुइँमा लडेर माछा झैँ छटपटाउन थाले। ठिक यसै बेला एउटा ढाडिएको भ्यागुतो जस्तो एम्बेसडर कार ब्रेकको हकार्दो हप्काउँदो तीव्र ध्वनिका साथ अडियो। एक मुस्लो धुवाँ र धुलो पनि त्यहाँ कुहिरीमण्डल भयो। एम्बेसडर कार देख्नासाथ भुइँमा लडेर छटपटाइरहेकी बाहेक सबै सजग भए। खद्दरको कुर्ता पाइजामामा सज्जित भव्य पुरुष कारबाट ओर्लियो। बीच बाटोमा भुइँमा छटपटाइरहेकीलाई गौडले हेरेर भन्यो, यो को हो? किन यसले मेरो बाटो छेकेकी? भलादमीहरूमा खैला बैला मच्चियो। प्रणाम हजुर, नमस्कार हजुर, सलाम हजुर, जय नेपाल हजुर। सबैभन्दा सजग, सचेत र चनाखो चिया पसले साउजीले भलादमीहरूको घुइँचो फाट्दै त्यो भव्य पुरुष सामु आएर सक्तो विनम्रता प्रकट गर्दै अभिवादन गरे। जय हिन्द हजुर, यसको हामी हटा देगा हजुर, पागल है हजुर, और कोही सेवा हजुर। कूटनीतिक शिष्टाचार सहित त्यो भव्य पुरुष सबैको अभिवादनको प्रत्युत्तर माझ कुटिलतापूर्वक मुस्कायो। आदेशमूलक उपदेश सुनायो। यसरी बाटो छेक्नु हुँदैन, हेर त रङ साइडमा लडेकी छे, ट्राफिक नियम पनि थाहा रहेनछ, तपाईहरूले विचार गर्नु पर्दैन? यो के बरबराउँदै छे? गाली दिएको त होइन? नहीं हजुर नहीं, लाठी है हजुर। अरे नहीं हजुर, भूखी है। भव्य पुरुषले भूखी है भन्ने सुन्नासाथ भुइँमा छटपटाइरहेको पहिला छातीतिर हेऱ्यो, उतुङ्ग हिमालय देख्यो, अनि इजारतिर हेऱ्यो, बाँध्ने न्युले खोल्न सकिने इजार देख्यो। भव्य पुरुषको भावभङ्गीमा र दृष्टि सँगसँगै त्यहाँ उपस्थित सबैले तिनै कुराहरू पुनः देखे। उनीहरूभित्र लोभ अझै बढेर आयो, लोलुपता अझै सलबलायो। तर भव्य पुरुषले चाहिँ भुखी हे भन्ने तत्त्व वाक्यलाई मनमनै राखेर निर्लिप्त भावले न्यु खोज्यो। मेरो बाटो किन छेकेको? रस्ता त खुला है हजुर, बिल्कुल खुल्लम खुला है हजुर, हामीले नै रोकेका है हजुर, ट्राफिक नियम मालूम है हजुर, यही पगलीले रोकेकी है, हामी इसको भी जल्द से हटा देगा। हटाएर कहाँ लैजाने? भव्य पुरुष एम्बेसडर झैँ ठ्याब्रे भयो। चिया पसले साहु लगायत सबै भलादमीहरू ट्वाँ परे। भोकाएको छे, के खुवाउँछौ? भलादमीहरू लगायत चिया पसले साहुजी ट्वाँ परे। बौलाई की छे, के उपचार गर्छौ? सबैको ट्वाँ परेर वाङ्गिएको मुख बन्द भयो। अब भने बाँध्ने न्युले खोल्न सिपालु भव्य पुरुषले उदारतापूर्वक आदेश दियो। अब यसको सुरक्षा र पालन पोषण म गर्छु। यसलाई मेरो एम्बेसडरमा पछाडि नै पिछे डिक्कीमै राख्दो। बाटामा दरिद्रता, नग्नता र भोकले छटपटाइरहेका लागि बल्छी थापेर बसेका लोलुप स्वार्थी भलादमीहरू तथा साउजी त्यस एम्बेसडरको डिक्कीमा हालेर पठाउन सकिरहेका छैनन्। लोभ लागिरहेछ। तुम लोगों को ट्राफिक नियम मालूम है या नहीं? भव्य पुरुष गर्जियो। जय हिंद हजुर, मालूम है। प्रणाम हजुर, मालूम है। नमस्कार हजुर, मालूम है। जय नेप हजुर, मालूम है। नेपाली कथा 3 सूत्रहरूको एउटा लघु कथा। 1. तपाईँ मदिसे हो? होइन। तपाईँ पहाडे हो? होइन। तपाईँ लेकाली हो? होइन, म नेपाली हुँ। नेपाली त यी सबै हुन् नि, यिनीहरू मदिसे, पहाडे र लेकाली हुन्। 2. तपाईँ काङ्ग्रेस हो? होइन। तपाईँ कम्युनिस्ट हो? होइन। तपाईँ राप्रपा हो? होइन। तपाईँ सद्भावना हो? होइन, म नेपाली हुँ। नेपाली त यी पनि सबै हुन्, यिनीहरू काङ्ग्रेस, कम्युनिस्ट, राप्रपा र सद्भावना हुन्। 3. उसो भए नेपाली कस्तो हुन्छ? भारतमुखी हुँदैन, अनि चीनमुखी हुँदैन, अनि नेपाली नेपालीमुखी हुन्छ, जसरी भारतीय भारतमुखी र चिनिया चीनमुखी हुन्छन्। प्यान्ट, कोट र पेटीकोट। बेट्टी फ्राइडेनको फेमिनिन मिस्ट्री पढेपछि पुलुक्क मैले म्याक्सिकोतिर हेरेँ, लठुवा ठहरेँ। क्याट मिलेटको सेक्सुअल पोलिटिक्स पढेपछि साइनिङ पाठतिर हेरेँ, झन लठुवा ठहरेँ। मार्क्स एङ्गेल्सको दारीको जङ्गलमा मेरा दाजुभाइ दिदीबहिनीहरू मर्दैछन्, दाह संस्कार गरौँ किरेवा बसौँ भने भाटा कारबाहीमा पर्ने पो हो कि? कथा यस्तो छ, मेरो व्यथा यस्तो छ। निकै बेरदेखि छलफल चल्दैछ, मलाई हतारो हुनाले आत्तिसकेको छु। यो क्रान्तिकारी नारी सभा छिटो के सकिएला? जे होस्, फेला परिहाले, अब भोग्नु नै छ। फ्राइडन र मिलेट मतिर हेरेर हाँस्दैछन्। एउटी दिदी हो कि बहिनी होले मेरो नाकतिर औँल्याउँदै भनिन्, बुझ्नुभयो मिस्टर, तपाईँ त स्त्री पुरुष समानताको पक्षधर हुनुहुन्छ। ल भन्नुहोस् त, अब कति अत्याचार सहने?
प्रकृतिले नै पुरुषलाई अलि बलियो बनाएको छ, एक दुई थप्पड कहिलेकाहीँ हानिहाल्छ। मैले नम्रतापूर्वक जिब्रो चपाएँ। एहे, बल छ भन्दैमा निर्घाट कुट्न पाइन्छ? आडैकी अर्की दिदी हो कि बहिनीले हुँकार गरिन्। मेरा हातमा अखबारले बेरेका श्रीमतीज्यूका मैला लुगाफाटाहरू थिए। यो अहिले लगेर ड्राई क्लिनिङ सपमा दिनु थियो। अत म यी नारी मुक्तिका समर्थकहरूबाट अहिले फुत्किन चाहन्थे। त्यसो हुनाले झटपट समर्थन गरेर उम्किन खोजे। हो कुटिहाल्नु त हुँदैन, अनि सबैले कुट्न पनि कहाँ सक्छन् र? कोही त्यसै जडासडाले। अहिले म बिदा हौँ त, मलाई यो ड्राई क्लिनर कहाँ पुर्याउनु छ। बस्नुस् एकैछिन, एउटी आकर्षक प्रौढाले मलाई कतै नछोए तापनि अठ्याएर भनिन्। तपाईँ जस्ता शुभचिन्तकहरूलाई हामी गुमाउन चाहँदैनौँ। हो, सबै पुरुष खराब हुन्छन् र कुटपिट गर्छन् भनी हामी भन्दैनौँ। त्यस्ता सज्जन पुरुषहरूको सहयोगद्वारा नै नारी स्वविकासको बाटोमा लम्किन सक्छ। नारीहरूमाथि अत्याचार गर्ने पुरुषहरू मात्र होइन, नारी नै पनि हुन्छन्। यी सबै थोक अशिक्षा र परम्परागत कुसंस्कारले गर्दा हो। साइनिङ पाथमा मिरमिरे भयो। अब मलाई पनि रमाइलो लाग्न थाल्यो, किनभने नारीमाथि अत्याचार पुरुषहरूबाट मात्रै हुँदो रहेनछ, नारीबाट पनि हुँदो रहेछ भन्ने निर्क्युल प्रकट भयो। अत म पनि छलफलका लागि हौसिएँ। हो, तपाईँले ठिक भन्नुभयो। झन्डै मैले भुलेछु। पुरुषले कैद गर्ने अनि नारीले नारीमाथि अत्याचार गर्ने। एउटी बहिनीले निधारदेखि गालासम्म लर्केको केश कुन्तललाई देब्रे हातको कान्छी औँलाले पन्छाउँदै भनिन्। अब हाम्रो सङ्घर्ष दोहोरो भयो। मैले आफ्नो हातमा लिएको बन्डल सम्झेँ, तर केही भन्ने सकसकले मलाई छलफलतिरै होम्यो। एउटा कुरा, कहिलेकाहीँ नारीले पनि पुरुषमाथि। चित्ताकर्षक प्रौढा दिदीले मैले गर्नासाथ अलङ्कार बुझिहालिन्। बिचरी असहाय र दुर्बल नारीले के को पुरुषमाथि अत्याचार गर्नु? बलियो बाङ्गी नारीलाई पनि फिस्टे पुरुषले लात्ती हान्छ। एङ्गेल्सले खुइयो गर्यो। मैले मातृसत्ता थपेँ। नारीलाई दुर्गा पनि भन्छन् नि। यी कुरा पौराणिक गफ हुन्। व्यवहारमा हेर्नुहोस्, व्यवहारमा। अब मेरो उत्साह सेलायो। उत्साह सेलाउन साथ फेरि मैले हातको बन्डल सम्झेँ अनि उपस्थित सबै आकर्षक अनाकर्षक दिदीबहिनीहरूलाई नमस्कार गर्दै बिदा मागेँ। किन हतारिनु भएको? एउटी दुर्गाले भन्नुभयो। के छ त्यस बन्डलमा? ड्राई क्लिनर कहाँ जाने? कोट प्यान्ट हो। म नारी मुक्ति समर्थक सोझो र सत्यवादी पुरुष हुनाले निष्कपट भावमा भने। होइन, श्रीमतीका सारी चोलाहरू छन्। ल त अहिले जाउँ। चित्ताकर्षक प्रौढा दिदीले क्याट मिलेट झैँ हाँस्दै भनिन्। सारी चोलाहरू मात्रै? त्यो त मेरो सत्यवादले फलाक्यो। पेटिकोटहरू त घरमै धोएर सुकाउन हालिदिया छु। सबै गलल्ल हाँसे। म अकमक्क परेँ। हाँसो निकै बेरसम्म चल्यो। म यी नारी स्वतन्त्रता र समानताका आन्दोलनकारी महिला वृन्दका लागि मूर्ख पुरुष ठहरिएँ। मेरी श्रीमती बिरामी छे। मार्क्सको द्वन्द्ववाद हाँस्दैछ। एङ्गेल्सको मातृसत्ता हाँस्दैछ। फ्राइडन र मिलेट हाँस्दैछन्। प्रचण्ड घाम छ।